मौलाई रहोस् जिन्दगी दशैंको जमरासरी, मौलाई रहोस् जिन्दगी दशैंको जमरासरी, खोलिरहोस् ओठमा हाँसो तिहारको मखमलीसरी, चम्किरहोस् भाग्य हिमालको हिउँसरी, अनि फैलिरहोस् कृतिमय सिंगो जगतैभरि, सदा खुसी रहोस् उच्च रहोस् भावना। यही छ विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। गुड मर्निङ। र कार्यक्रम सुरु गर्नु अगाडि हाम्रो कार्यक्रमलाई व्यवस्थापन गर्न स्वयंसेवकको जरुरत पर्दछ। उहाँको नामावली म भन्न गइरहेको छु। उहाँले आजको यस कार्यक्रमलाई व्यवस्थापन गर्न सहयोग गर्नुहुनेछ। हामीमा आज हाम्रा प्रमुख अतिथिज्यू आइसक्नु भएको छ। गोल्ड डायमन्ड श्री भानुभक्त धर्मालज्यू, उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु होला। गर्दाखेरि हामीले टीका ग्रहणको कार्यक्रम राखेका छौँ। क्रमशः हामी विभिन्न संयोजकज्यूहरूलाई हामी स्टेजमा बोलाउनेछौँ र हाम्रो स्वयंसेवक साथीहरूलाई दिएको जिम्मेवारी राम्रोसँग पुरा गर्नुहुनेछ भन्ने आशा गर्दछौँ। तर्फको हामी साथीहरूलाई म यहाँ स्टेजमा बोलाउन चाहन्छु। शोभाकर पौडेलज्यू, टेक्निकल सपोर्टमा सर र क्यामेरामा सहयोग गर्नुहुने साथी सुजन घलेज्यू, साथै कार्यक्रममा हामीले मेसेन्जर राखेका छौँ। मिस्टर नेहाल अहमद स्टेजमा आउनुभयो। उहाँले आज कार्यक्रम सञ्चालनमा सहयोग गर्नुहुनेछ। अब हामी हाम्रो प्रमुख अतिथि हुनुहुन्छ भानुभक्त गोल्ड डायमन्ड श्री भानुभक्त धन्यवादज्यू। उहाँले सम्पूर्ण व्यक्तित्वहरूलाई ग्रहण गरेको हुनेछ। हाम्रो हुनुहुन्छ दिनभरिहरू पनि अगाडि आएर टिका ग्रहण गर्ने। डायमन्ड श्री वेद प्रसाद अर्यालज्यू दुबई, ESST खगेन्द्र राजवंशी, यदि हुनुहुन्छ भने स्टेजमा आइदिनु होला। ग्रहण गर्ने होला जो चाहिँ विशेष कार्यक्रम साथीहरूलाई पछाडि त्यहाँ भेटघाट देखिएको छ, त्यसलाई व्यवस्थापन गरिदिनु म अनुरोध गर्दछु।
प्रस्तुति दिन गइरहेका छौँ। हामी यही चाहन्छौँ किनकि आज दसैँ विशेष कार्यक्रम हो। आजको हाम्रो सांस्कृतिक कार्यक्रम पनि हामी सुरुवात गर्न गइरहेका छौँ र एउटा अवसर हामी नेपालमा भए पनि हाम्रा चाहिँ सम्पूर्ण आफ्ना इष्टमित्रहरू आफ्ना अग्रजहरू अगाडि आएर चाहिँ पाइदिनु होला, टिका जमरातले ग्रहण गरिदिनु होला। र अब हामी सिधै यसको अन्त्य गरेर हामी यहाँ स्टेजमा आइपुग्नु धर्मेन्द्र यादव र आज हामीले आज यसै विजय दशमी कार्यक्रमको अवसरमा धन्यवाद राजेश पनेरीज्यू, कार्यक्रम सञ्चालक। सर्वप्रथम त विजय दशमी 2073 को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। र हामी विदेशमै भए पनि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै हामी कार्यव्यस्तताले गर्दाखेरि त्यही दिन हामीले यस कार्यक्रम आयोजना गर्न नसके पनि आज हामीले बिदाको दिन पारेर रिएक्सन दुबईको आयोजनामा यस दशैं विशेष कार्यक्रम सुसम्पन्न हुन गइरहेको छ। हाम्रो यस नृत्यलाई स्वीकारेर आउनुहुने सम्पूर्ण अग्रज मित्रहरू, समाजसेवी, पत्रकारज्यूहरू, सम्पूर्ण यहाँ उपस्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। रिएक्सन दुबई म्यानेजमेन्टलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँहरूले हाम्रो नेपालीहरूको महान चाड पर्वलाई विशेष रिस्पेक्टका साथ हामीले राखेको प्रस्तावलाई सहर्ष स्वीकारेर आज यो प्रोग्राम गर्ने माहौल बनाइदिनु हुने सम्पूर्ण डिएक्सन म्यानेजमेन्ट टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। चिनाउन आज डिएक्सनको एउटा ताराको रूपमा चिनिनु भएका अति नै एकजना अग्रज व्यक्तित्व हुनुहुन्छ। आज हामी जति हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले डिएक्सनको बारेमा केही एउटा जान्ने, केही गर्ने, आफूलाई चाहिँ एउटा अपग्रेड गर्ने र डिएक्सनलाई आफूले रोजगार गर्दा गर्दै पनि यसो पार्ट टाइममा डिएक्सन गर्दै आफ्नो लाइफमा धेरै परिवर्तन गर्न धेरै साथीहरू चाहिँ सफल भइसक्नु भएको छ। गर्न पनि हामीले धेरै ठुलो चाहिँ
दुःख कष्टहरू हामीले झेल्नु परिन्छ र पेमेन्टदेखि लिएर ठुलो खर्च पनि हुने गर्दछ। तर यहाँ हामीलाई यो सम्पूर्ण कुरा डिएक्सन म्यानेजमेन्टले एउटा फ्रीमा चाहिँ हामीलाई उपलब्ध गराएको छ। त्यसलाई यसलाई चाहिँ एउटा राम्रो तरिकाले व्यवस्थापन गर्नको लागि तपाईँ हामी सबैले सहयोग गरियो भने हामीले निरन्तर यस्ता हाम्रा नेपाली चाडपर्वहरूको प्रत्येक कार्यक्रमहरू हामीले यस्तै गरी भव्य र सभ्यसँग गर्न हामीले डिएक्सन म्यानेजमेन्टबाट सफल पाउनेछौँ र आउँदा दिनहरूमा पनि हामीले यसरी सहयोग गर्नेछ भन्दै म पनि आफ्नो एउटा 2 शब्द बोल्ने एउटा मौका दिनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद दिँदै म पनि अब बिदा हुन चाहन्छु। समय एकदमै कम्ती छ। एकपल्ट गुड मर्निङ डिएक्सन, गुड मर्निङ डिएक्सन। थ्याङ्क यू। यस युवीवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्णलाई दशमी विजय दशमी दुर्गा माताले रक्षा गरून्। आफू त सिङ्गार पटार गरेर आउँदा ढिला भइहाल्यो। ढिला भएको साटो एउटा नाच नाच्छौँ। आफूलाई त लाज लाग्छ फेरि। मेरो बुने चोली लाउने इच्छा पनि पुरा हुने भयो। त्यसमा पनि दाजु आउनु भयो। दाजु आउने बाटो हेर्दा हेर्दै आँखाको लोतीहरू ताप्न थाल्छ। सबैको दाजुभाइ परिया लिएर घर आए।
आफ्नो दाजुको अत्तो केही खबर छैन। दसैँको दिन नुनिदर खाने, तिहारमा चेलीको हात खाने, खै माइती नहुँदा पनि कति मन पर्दो रहेछ। बहिनी किन रुन्छेस्? नरु, प्रवासको जिन्दगी यस्तै हो बहिनी। नमरी बाँचे कारणले साँचे अर्को दशैँसम्म आइपुग्ने कोसिस गर्नेछु। कि त धामको पोको लिएर आउनेछु, कि त लाजको बाटोसम्म भए पनि आइपुग्ला। पिर नगरेस् बहिनी, गाउँतिर सबैलाई यही खबर सुनाइदेऊ बहिनी। नगरेस्। हुन्छ दाइ, सुन्नुभयो त तपाईँहरूले मेरो दाजुको कुरो? कस्तो बैगुनी! हजुरहरू चाहिँ मेरो दाजु जस्तै बैगुनी नबनोस् है प्रवासमा बसेर। नेपालमा धेरै घर परिवार र दिदीबहिनीहरूले कुरिरहेकी छिन्। अनि सुन्नुहोस् त, नेपाल आमाले पनि तपाईँहरूले कुरिरहनु भएकी छिन्। सृजना तामाङ, शेयर गर्न चाहे अवश्य पनि आत्मसात गरिदिनु होला। हाम्रो एउटा नृत्यले अगाडि बताइसकेको छ, बहिनी म सके धन कमाएर आउनेछु, नत्र रातो बाकसमा फर्किनेछु। यो कुरालाई तपाईँले कतिको गहिरो तरिकाबाट लिनुभयो? मैले थोरै डिएक्सएललाई छोडेर र बाहिर हाम्रो अहिलेको वाइफाईको संसार या इन्टरनेटको दुनियाँसँग म सम्बन्धित हुन चाहन्छु। तपाईँ हामी सबैले देखेको कुरा हो यो। धेरैजना हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू नेपालको एयरपोर्टदेखि अनेकौं बाधा अडचनहरू बेहोर्दै खाडी मुलुकदेखि अन्य मुलुकहरूमा पुग्ने गरेका छौं, जहाँबाट अति ठूलो विडम्बना हामीलाई रातो बाकसमा प्याक भएर फर्केको हामीले धेरै देख्ने गर्छौं। तपाईलाई म एउटा अनुरोध गर्न चाहेको हुँ, क्लियर भएर सुनिदिनु होला। ती विडम्बनाहरूको पछाडि हामीले धेरै सान्त्वनाहरू लेख्ने गर्छौं, धेरै हार्दिक श्रद्धाञ्जलीहरू दिने गर्छौं, तर मेरो बुझाइमा मैले देखेको त्यहाँ एउटा सानो त्रुटि छ कि हामी बीचबाट हामीले ती घटना किन घटे कारण खोज्नतिर लागेनौ कि सायद अब आउने समय त्यो भन्दा चुनौतीपूर्ण छ। अझै स्वास्थ्य चुनौतीहरू यो मात्र युए नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नभएर विश्वभरि नै फैलिरहेको छ। खास गरी आज नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ हुनुहुन्छ, त्यही भएर म तपाईहरु सम्पूर्णलाई विनम्र अनुरोध गर्न चाहन्छु,
जो कोही पनि आज यहाँ उपस्थित हुनुहुन्छ तपाईहरुले गर्दा धेरैजनाको जीवनमा परिवर्तन आउनेछ। तपाईहरुले सुनिसक्नुभयो एउटा युए को लेबर काममा आएको गोल्ड डायमन्ड श्री भानुभक्त धमलाले यत्रो प्रगति गर्न सक्नुहुन्छ, यति सफलता हासिल गर्न सक्नुहुन्छ भने तपाई हामीले पनि अवश्य सक्नेछौँ। सेकेन्ड नृत्यले हामीलाई बताइरहेको छ तपाईहरु हामी प्रवासमा रहेर दशैं मान्न जान पाएनौं। उहाँले गुनासो गर्नु भएको थियो हामी अब कति समयसम्म युए बस्ने त, त्यो तपाई हाम्रो हातमा छ। कस्तो लागिरहेछ? राम्रो लागिरहेछ? ह्याप्पी दशैं भन्नु न। भाइ खाना खाएको? कृपया अगाडि आएर फोटो भिडियो बनाइदिनु होला कि पछाडि बस्नुलाई गाह्रो हुन्छ हेर्नलाई। पत्रकार श्री मोहन बस्यालज्यू शुभकामना सन्देश लिएर आउँदै हुनुहुन्छ। धन्यवाद डिएक्सन परिवार। दशैंको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना आदान प्रदान सँगै सांस्कृतिक कार्यक्रमको यो माहौल सिर्जना गरेकोमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु र मलाई पनि यो कार्यक्रममा सहभागी हुनका लागि आमन्त्रित गर्ने यस कार्यक्रमका संयोजक कैलाश अर्याल र वेद सरप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। उहाँहरूको कारणले गर्दाखेरि म आज तपाईको माझमा आएर शुभकामना आदान प्रदान गर्ने मौका पाएको छु। तपाईहरु एउटा डिएक्सन परिवारभित्र हुनुहुन्छ। कुनै पनि संगठन जुनसुकै उद्देश्यले स्थापित भए पनि जब पवित्र हृदयले हामी संगठित हुन्छौँ त्यो एउटा शक्ति बन्छ, बल बन्छ र त्यसलाई हामीले आफू अगाडि बढ्नका लागि माध्यमको रूपमा प्रयोग गर्न सक्छौँ। तपाईको खुसी, तपाईको परिवारलाई खुसी दिनका लागि डिएक्सन परिवारले सदैव साथ दिन्छ। डिएक्सन परिवारमा तपाईको यात्रा निरन्तर चलिरहोस्। विजयादशमीको अवसरमा यही शुभकामना दिँदै म मोहन बस्याल बिदा हुन्छु। नमस्ते। Thank you.
यो एउटा मौका हो उहाँ आउनुहुन्छ पोस्टम्यानमा रेलवे आबुधाबी हाम्रो स्पिकर यहाँ आएको छ रजिस्ट्रेसन हाम्रो यहाँ र यस कार्यक्रमका प्रमुख अतिथि अथवा सभापति डिएसएनका अग्रणी दाजु भानु धमलाज्यू र सम्पूर्ण यस कार्यक्रममा पाल्नुभएका संस्था प्रतिनिधिहरू र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म भिकुमार अधिकारी धादिङ समाज एको अध्यक्षको तर्फबाट सम्पूर्ण साथीहरूलाई गुड मर्निङ डिएसएन भन्न चाहन्छु। सबैले गुड मर्निङ डिएसएन भन्नु। तपाईँहरूले योभन्दा अगाडि मलाई चिन्नुभएको थिएन, म सायद समाजसेवामा छु र म यो डिएसएनको मेम्बर पनि हुँ। यो डिएसएन भनेको अलगै पाटो म पहिला शुभकामना दिन्छु अनि अलिकति बोल्छु हजुरबारे। सर्वप्रथम हजुरहरूलाई विजय दशमी 2073 सालको विजय दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा हजुरहरू लगायत हजुरहरूको सम्पूर्ण परिवारजनमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। गाइड गरेर हिँड्यो भने यहाँ भनेको त 14 अञ्चल 72 जिल्लाको दाजुभाइहरूलाई गाइड गर्ने ठाउँको रहेछ तपाईँहरू। हामीहरूलाई महत्त्वपूर्ण हामीलाई हेर्नु, हामीले त नेपालीलाई एकदम आँखामा कालो बत्ती बाँधिएको रहेछ समाजसेवामा पनि। जामिन पार्नु प्रोग्राम राखिदिन्थ्यो, 30 दिनको टिकट काट्थ्यौँ, 5 दिनको केटा लगाउँथ्यो, 40 दिनमा लगाइदिन्थ्यो, हो कि भन्नु त? यहाँ त 5 दिनमा तपाईँले दिनभरि कार्यक्रम हेर्नु पाउनुभयो, खाना खानु पाउनुभयो, यत्रो दाजुभाइ दिदीबहिनी हेरेर इन्जोय पनि लिनु, हो कि भन्नु त? डिएसएन ठिकै हो, यता ठिक। मैले भन्दैछु म डिएसएनको मेम्बर हो, म तपाईँहरूकै अब उता पनि हुन्छु नि र समाजमा काम गर्छु, तर यहाँ पनि म काम गर्न आउँदैछु, तपाईँहरूले मलाई साथीहरू चाहिँ दिनुहुन्न। तपाईँहरूले मलाई भानु धमला जस्तै बनाउनु हुँदैन, मात्रै बन्ने होइन, तपाईँ हामी सबै बनिने। यो डिएसएन भनेको एक व्यक्ति बन्ने होइन, यो एउटा गोलो राउन्ड छ, घेराबन्द छ, त्यो बन्नेमा घुम्ने हो। एउटा मेरो सायद भीमाधिकारी हुनुहुन्छ, हेमन्त अग्रवाल हाम्रो भानु सर हुनुहुन्थ्यो, भानु सर घुम्दै जाँदै कतिजना भानु सर बनिसक्यो भने त। त्यही भएर मैले आज यो दसैँको शुभकामनाको उपलक्ष्यमा तपाईँहरूको माझ प्रत्येक प्रोग्राममा प्रत्येक समय म यहाँ आउने प्रतिबद्धता गर्दै सम्पूर्ण नेपालीलाई नेपाली बनाउन चाहन्छु, यो डिएसएनमा आउन चाहन्छु र सम्पूर्ण नेपाली यहाँ 1000 दिराम काम गर्ने मान्छे यो डिएसएनमा आएर आज 40,000 दिराम कमाउन सक्ने भएको छ। प्रोडक्ट खाने हाम्रो धादिङ समाजका वरिष्ठ उपाध्यक्ष यहाँ हुनुहुन्छ धनेश्वर खरेज्यू र मेरो पाल्पा समाजको कोषाध्यक्ष र यस कार्यक्रममा संयोजक कैलाश अर्यालजी हुनुहुन्छ मेरो भाइ। मैले सानो भाइ लिएर आएको थिएँ, अहिले यहाँ मेरो भाइ धेरै अगाडि विषयमा हुन्छ भने मलाई खुसी लाग्छ। उनीहरू डिएसएनमा काम गर्दै गए, म समाजसेवा गर्दै गएँ। म समाजको हिरो भएँ, उनीहरू डिएसएनको हिरो भए, तर हिरो त छौँ हामी। त्यही कारणले गर्दाखेरि अब चाहिँ म के गर्छु, यहाँ आउँछु, तपाईँहरूको माझमा आउँछु, हामी सबै नेपाललाई बनाउँछौँ। अहिलेसम्म हामीले होला समाजसेवा त हामीले गर्नुपर्छ, तर हामी पनि गर्नुपर्छ। अनि मैले पहिले सुन्नु उहाँले मलाई कफी दिनुभयो, मैले कफी यहाँ मेम्बर पनि कफी खाएँ, त्यो रातभरि म सुतिनँ, म झुट पनि होइन। अब तपाईँलाई भन्छु सुतिनँ, गर्मी भयो के भयो त कफी ल्याएँ, त्यहाँ उहाँलाई मैले पनि तपाईँले के कफी ल्याएँ भने त तपाईँ अर्को दिन खानुहोस् भने आज दिनै राख्छु सुतिनँ। तेस्रो दिन खाएँ, चौथो दिन पसिना आएर म पुग्दै सुत्दै गरिरहेँ। पछि लाग्न हुँदै जाँदा त अब सबै छैन, केही पनि छैन। अब निन्द्रै आउँछ। अब तपाईँको त क्यान्डी स्यान्डी घाँटी स्यान्डी बोल्दै यसो ड्राई फ्रुटहरू खायो भने अहिले त्यो पनि छैन, केही पनि छैन भनेपछि त एक त इन्कम पनि रहेछ, एक त स्वास्थ्यलाई फाइदा पनि रहेछ। सोझै हिसाबले म डिएसएन सक्रिय भइसकेको छैन, मेम्बर हुँ, तर अब आउँछ तपाईँहरूको मलाई साथ चाहिन्छ। किनभने सबै नेपाली बन्नुपर्छ।
पहिला त यो विजया दशमीको महान यो उपस्थितिको उपलक्ष्यमा म सबैलाई हृदयदेखि मेरो धेरै धेरै धन्यवाद। र सायद हामी लकी छौँ, सायद कतिले यो सालको दसैँ मनाउन पाएन किनकि सायद यो संसारमै रहेन, कतिको आफ्नै त्यस्तै अरू सञ्जालहरू आए। र हामी जसको आज त्यो निधारमा रातो टिका अनि जमराले सजिएर जसको मुटुदेखि खुसी लिएर मुस्काइरहनु भएको छ, यो हामी आफूलाई गर्व ठान्नुपर्छ। सो आफू लक्की भएको अर्थमा यत्र ताली बजाउनुपर्छ कि आज यो ठुलो जमात केही लामो समयपछि देख्दा म पनि आज एकदमै खुसी ठानिरहेछु। मेरो नाम मनोज कुमार, म हाल आबुधाबीमा कार्यरत छु। तर दुबईले यति माया दिन्छ कि म कार्यक्रम आबुधाबी हुँदा हुँदै पनि छोडेर दुबई आइरहेको छु। थ्याङ्क यू तपाईँहरूको। सायद समयले एकदमै पाबन्दी छ र मैले सर्ट म्यासेज डेलिभर गर्न खोजिरहेको छु। सायद तपाईँको समक्ष त म बार बार आइबस्ने गर्छु। सायद कति हुनुहुन्छ जसले मलाई चिन्नुहुन्छ होला? नचिन्नेले हात खडा गरिदिनुहोस् त। नचिन्ने मैले सोचिरहेको थिएँ एकदमै फेमस छु, आफ्नो औकातमा आउँदाखेरि त्यस्तो त रहेन। लभली। सायद आजको म्यानेजमेन्ट, हाम्रा यो प्लेटफर्म क्रिएट गर्ने सबै भोलिन्टियर्सहरू र हाम्रा ग्रेट लिडरहरू र सबै तपाईँ सबै आज उपस्थित हुनुभएका हाम्रा डिएक्सन परिवारमा एकदमै मेरो हृदयदेखि नै एकदमै गुड मर्निङ छ। अनि म थोरै बोर्ड एक्सर्साइज गर्न चाहेँ किनकि सायद त्यो रिजन के हो भन्नुहुन्छ भने त्यो त पछाडि भन्नुहोला। पहिला सबैलाई एउटा मेरो क्वेसन, प्रश्न। हेलो, मेरो प्रश्न छ कि हामीले दसैँ किन मनाइन्छ? साथीले भन्नुहोस् त। अब यसलाई हेर्दाखेरि हाम्रो बुझाइमा अब पुर्खादेखि चल्दै आएको एउटा चल्ती चलन पनि भन्नु पर्यो हिन्दूहरूको। अर्को कुरा एउटा दुर्गा देवीले राक्षससँग जितेर एउटा राम्रो विजय प्राप्त गरेको, र म पनि यही विजय प्राप्त गरेको दिनलाई तपाईँहरू समक्ष पुनः पनि फेरि त्यही भन्न चाहन्छु कि हामीले पनि रिएक्सनबाट यस्तो विजय प्राप्ति गरौँ जो संसारमा सधैँ हाँस्न सकियोस्, आर्थिक स्थिति मजबुत हुन सकोस् र तपाईँहरूमा हामी यस्ता कार्यक्रमहरू पटकौँ पटक गरेर हामी यो खुसी बाँड्न पाइयोस्। उहाँको केही अर्थमा सायद मेरो बुझाइ गलत होला, केही अर्थमा राम्रो हुन सक्छ। म अर्को त्यसैमा एउटा म्यासेज गर्न चाहे। विजयादशमी राम भगवान जसले हामीलाई आज भगवान भनेर मानिन्छ, सायद एक दिन उनी पनि हामी जस्तै मानव थिए र उनको कामले उहाँलाई भगवान बनाएको, फरक त्यही हो। र उहाँ जब 14 सालको वनवास पछाडि आफ्ना ती उत्थल पुच्छल सङ्घर्षसँग विजय पाएर वापस फर्किनेको दिनको नेक्स्ट दिन हामीले विजय दशमी भनेर मनाउने गर्छौँ, होइन र? यदि हो भने हामी अहिले वनवास छौँ कि विजय भएर फर्किन्छौँ? मेरो म्यासेज यो थियो, हामी चाहिँ वनवास छौँ। यो कतिले महसुस गर्नुहुन्छ? सायद हामी यहाँ मुस्कुराउने कोसिस गरिरहेछौँ। यो डोरबाट निक्लियो भने सबैको चेहरा उत्रन्छ। बल्कि हाम्रो भित्र ठुलो डर छ। यस्तो डर छ, एकतिर जबको, अर्कोतिर परिवारको। सायद हामी यो जो मुस्कान देखाइरहेछौँ यो छेडीको पर्मानेन्ट हामीसँग दुखाइ छ र हामी लामो वनवासमा छौँ। कतिको त जिन्दगी वनवासमै सिद्धिन्छ, कतिले विजय पाउँदैनन् र हुन सक्छ कतिले विजय पाउने जुनून छ, जोश छ, जाँगर छ, तर प्लेटफर्म छैन। र सायद लक्कीली हामी यहाँ बसेका जति पनि छौँ, सायद हामी राइट प्लेटफर्ममा छौँ। अगर यो राइट प्लेटफर्मलाई अन्डरस्ट्यान्डिङ गर्नुभयो भने सायद हामीले पनि वनवासलाई सिद्धाएर विजय दशमी मनाउन सक्छौँ खुद आफ्नो। यिनी वनवासको दौरानमा कति उतार चढाव, उथल पुछल र डिस्ट्रक्सन
प्रसङ्गहरू धेरै आउने गर्छन्, जसले त्यो चिजलाई चिनेर, जसले त्यो चिजलाई सङ्घर्ष गरेर अगाडि निकाल्छ, सायद त्यो व्यक्ति नै सफल हुन सक्छ। हेलो हेलो, सायद मैले सबैको त्यो पाइनँ कि रेस्पोन्स। एनिवे, मेरो भनाइ के हो भन्नुहुन्छ भने, सायद समय कम छ, म एक्सर्साइजतिर लागिनँ, म्यासेज मात्र दिने गर्छु। सायद हर व्यक्तिले चाहन्छ कि जिन्दगीमा सफल हुन, तर चाहिँ तब तक त्यो सफल हुन सक्दैन जब तक त्यसलाई सफल हुने बाटो मिल्दैन, यानी प्लेटफर्म मिल्दैन। कति व्यक्तिहरू डिग्री लिएर रोडमा भौँतारिरहेछन्, कति व्यक्तिहरू सङ्घर्ष गर्दा गर्दै थाकेर बसिरहेछन्, तर हामीसँग प्लेटफर्म हुँदा हुँदै पनि भ्यालु नबुझेर थाकिरहेछौँ। अनि यसलाई अर्को राइट अर्थमा मैले भनौँ भने, हामीले सफलता पाइन भन्नुभन्दा पनि सफल बन्ने हामीले सपना नै बुनिए, जसलाई ड्रिम भनिएका छ। यो ड्रिम होइन जो हामी सुतेपछि देख्ने, जो ड्रिम हो जो जागेर गर्ने। अर्को अर्थमा फेरि मैले के भन्न खोजेँ भने, सपना यो होइन कि बिहान उठ्दा एउटा थियो बेलुकी अर्को भइसक्यो। सपना ओ हो सायद 10 साल पहिला, 5 साल पहिला, 1 साल पहिला जो सोच ल्याएर घर छोड्नु भएको थियो, जो आज पुरा भएछ। यदि त्यो सपनालाई जहाँ सङ्घर्ष आएर बाटो छोड्ने होइन, सङ्घर्ष आयो त सङ्घर्षलाई लडेर पार गर्नु सफलता हो। यो होइन कि सङ्घर्षमा हारेर बस्नु। यो कुरोलाई अन्डरस्ट्यान्डिङ गर्नुहुन्छ भने, मैले डिएक्सन सायद कति व्यक्तिहरू आज आउनुभएको छ, सायद अर्को दसैँमा तपाईँलाई लेखेर। हेलो, मैले तपाईँलाई म्यासेज के दिन खोजेँ भने, यो दसैँमा आउनुभएको छ, सायद 30 मा आउनुभयो होला, अब फेरि अर्को दसैँ या 30 नै पर्खिनुपर्छ। किन होइन र? यदि यो कुरो अन्डरस्ट्यान्डिङ गर्नु भएको छैन भनेपछि सायद तपाईँलाई ती चाड पर्वहरूमा हेर्दा हेर्दै हामी वनवासमै रहन्छौँ र हामीले त्यो सुनौलो सबेरा देख्नै सकेका। डिएक्सन प्लेटफर्ममा सफल भएर हेर्नुहोस्, तपाईँको हर दिन विजेता सक्नुहुन्छ। हर दिन तपाईँले जिन्दगीमा अनि तपाईँले त्यो संसारको एक सफल व्यक्तिलाई एक बनाउन सक्नुहुन्छ। स्वास्थ्य वाइज पैसाको लागि त हामीले घर छोड्यो भने आफ्नो परिवार, आफ्नो देश, आफ्नो संस्कृति, आफ्नो समाज सबै छोड्नुको कारण नै त एउटा पैसा हो। अनि हामी किन बाहिर भौँतारिएर हाम्रो समय बर्बाद गर्ने? हामीले समयको भ्यालु नबुझेको कि, हामीले सपनाको भ्यालु नबुझेको कि, स्वास्थ्यको भ्यालु नबुझेको कि? डिएक्सन यस्तो प्लेटफर्म हो, तपाईँलाई हर चिज पुऱ्याउँछ। हर चिज त्यो स्टार्ट हुन्छ आफूबाटै। तपाईँको स्वास्थ्य, तपाईँको पर्सनल ग्रोथ, तपाईँको इन्कम, तपाईँको ट्राभल, तपाईँको फ्यामिली सर्कल। सायद एक दिन तपाईँ यो स्टेजमा खडा भएर तपाईँले अरूलाई त्यस्तै एउटा म्यासेज दिन सक्नुहुन्छ। त्यो प्लेटफर्म हो। अब यो कुरोलाई अन्डरस्ट्यान्डिङ गर्नु भएन, सायद अर्कोचोटि पनि तपाईँलाई कति हात जोडेर टिकट मरेको आइपिएमलाई खाना पनि पाइन्छ, नाचगान पनि चल्छ। ए बाबा, प्रब्लम कहाँ छ? अनि एकजना यहाँ साथी भर्खर जाँदै हुनुहुन्थ्यो, साथीले भन्नुहुन्छ, साथी सबै उहाँ तलसित भड्काइदिएछ। कस्तो व्यक्ति हो? 35 वर्षको व्यक्तिलाई कसैले भड्काएर भड्किने? हेलो, यो स्योर हो कि डिएक्सनमा आउँछ त कसैको बजाय आउँछ, कसैले हुनसक्छ साथी, फ्यामिली, परिवार या कसैको स्वास्थ्यको समस्याले, बट डिएक्सन जसले गर्छ आफ्नो डिसिजनले गर्छ, कसैको भनाइमा गर्दैन। किनकि उसले अन्डरस्ट्यान्डिङ गर्छ डिएक्सनको पोटेन्सियल, डिएक्सनको प्लेटफर्म, डिएक्सनको लाइफ। किनकि संसारमा जब गरेर कोही धनी छैन। 90%ले त जरुरत पुरै गर्न सक्दैन, 10% हुन्छन् जसले पुरा गर्छ। सायद त्यो 10%मा हामी पर्दैन, जसको वेल एजुकेटेड हाइली पेड स्यालेरी हुन्छ। भनेपछि जबको रेसोमा भागियो भने एन्ड ब्रिथ 65 सम्म जब गरे पनि हामीले जरुरत पुरा गर्न सकिँदैन। भनेपछि जबसँग लभ किन? जबसँग लभ किन? हामीले जबलाई चाहिँ एक स्टेप मात्रै लिनुहोस्, जबमा खुट्टा राख्नु माथि फड्को लिनुहोस्, त्यो पो गर्न खोजे। अनि संसारको बिजनेस सेन्टर दुबईमा हामी छौँ, अनि हामी कहाँ सुतिरहेको त? गार्डन
सरी यदि यो कुरोलाई तपाईँ वाकई सिरियस हुनुहुन्छ अनि तपाईँलाई यहाँ हजारौँ हात छन् सिकाउन सपोर्ट गर्न तपाईँलाई डिएक्सनको बिजनेस के हो कसरी सुरु गर्ने कसरी अन्त गर्ने कसरी कन्भिन्स गर्ने सबै सिकाउन 101 व्यक्ति यहाँ खडा छन् कमी त हाम्रो खुद हो जो हाम्रो सोच नै बनेको छ यदि यो सोच बनाउनु हो भने सायद तपाईँले आफ्नो जिन्दगीलाई चेन्ज गर्नलाई खुद आफूले पनि रोक्नुहुन्न अनि यहाँ मात्रै होइन तपाईँको हर दिन विजय दशैं बन्न सक्छ हर दिन तपाईँले तीज मनाउन सक्नुहुन्छ हर दिन तपाईँको आफ्नै एउटा अर्गनाइजेसन हुन सक्छ सायद तपाईँ पनि त्यही सितारा भन्न सक्नुहुन्छ आज संसारभरि जहाँ युट्युब र गुगलबाट हेरिरहेको छ राइट समय त सायद कमै भन्नुहुन्थ्यो अझै धेरै चुराएँ क्यारे भन्दै म बोर्ड एक्सर्साइज नै छोडेर जाँदैछु मलाई दुःख लागिरहेछ किनकि मलाई त एकदमै सेयर गर्न मन लागिरहेछ समय छैन अफकोर्स साथीको भ्यालु बुझ्नुहोस् र म तपाईँलाई दोबारा अर्को दशैंमा होइन अर्को फ्राइडे देख्ने भाषा गर्दै स्टेज छोड्न चाहन्छु सरी समय एकदमै कम रहेछ है र थ्याङ्क यू सो मच थ्याङ्क
भारती मगरज्यू भन्दा म अर्को बोलेको घाँस भनेको कपास भनेको कपडा बाँस भनेको घर जो साथीहरू डबल खाटमा म कहिले पनि सुतेको थिएन जो आज म दुबईमा आएर डबल खाटमा सुतेको छु डबल खाट भनेको यस्तो चिज रहेछ जहाँ ककरोच उरुस बाह्र खाना डबल खाट भन्ने रहेछ डिएक्सन यस्तो कम्पनी हो जहाँ तपाईँले यो घाँस बाँस कपास छोडेर आफ्नो देशमा जाने बेलामा हेल्थ वेल्थ ह्याप्पिनेस फ्रिडम ट्राभल फ्रिडम हेल्थ फ्रिडम लिएर जान सक्नुहुन्छ डिएक्सन यस्तो कम्पनी हो त्यस कारणले तपाईँ जति पनि आज दसैँको प्रोग्राम भनेर आउनु भएको छ एउटा मेसेज के लिएर जानु भन्दा हामी दुबईमा कुछ गरेर हेर्न आएको होइन हामी पैसा कमाउन आएको काम हुन्छ भने पैसा कमाएर जान सक्नुहुन्छ जो आज जबमा सम्भव छैन जब भनेको यस्तो चिज हाम्रो मनुष्यले भनिसक्नुभयो पेट पाल्ने काम मात्र चाहे 20 साल काम गरे पनि हाम्रो पेट पाल्ने नै हो हाम्रो काम अरू हुँदैन एक्स्ट्रा हुँदैन र तपाईँलाई डिएक्सन कम्पनी यस्तो चिज दिन्छ जहाँ तपाईँलाई गाडी चाहियो भने दिन्छ घर चाहियो भने दिन्छ फ्रिडम चाहियो भने दिन्छ जो म तपाईँलाई देख्न जाँदैछु यो काठमाडौँ एयरपोर्टको सिनारी हो सायद कतिजना चिन्नुहुन्छ यसलाई म जब योभन्दा पिछेको साल पहिला थाइल्यान्ड गएको थिएँ घुम्नलाई र थाइल्यान्ड जाने बेला हामीले एयरपोर्टमा फोटो खिचेका छौँ जो यो व्यक्ति हुनुहुन्छ कतारमा फोरलिफ्ट चलाउने मान्छे हो फोरलिफ्ट सेलेरी कति छ 1300 सेलेरी भएको मान्छे तर आज डिएक्सनमा आफ्नो बुढीलाई समेत लिएर कालामा हुनुहुन्छ थाइल्यान्ड हनुमन्डीमा नाम लाग्यो चाहनुहुन्छ भने डिएक्सनले तपाईँलाई वर्ल्ड वाइड घुमाउन सक्छ जो आज म योभन्दा पहिला टर्की गएर आएँ फ्यामिली घुमाउनु भएको छ त्यो मात्र आफ्नो बिजनेस गर्नुभएको छ त्यो मात्र नभएर मलाई आफ्नो ड्रिम होलसेल गर्नुभयो त्यसलाई एउटा दार्जिलिङ दाजुमा हाम्रो भान्सरको लागि उहाँले आफ्नो फ्याक्ट्री गरेर घर गर्नुभएको छ त्यसको मलाई ह्याप्पिनेसको कुरा गर्छु म ह्याप्पिनेस कुरा गर्दा भन्दा जस्तो भर्खरै मात्रै आउनुभयो हाम्रो भक्ति सर उहाँको फ्यामिली हुनुहुन्छ उहाँको छोरी हुनुहुन्छ र हामी पनि चाहन्छौँ कि हाम्रो फ्यामिली पनि हामी साथमा होस् राइट कति यो गर्मी यो युएको त्यस्तो मुटुपदन होइन गर्मीमा बसेर काम गर्नु त हामी पनि यस्तै चाहन्छौँ यदि मजाले गर्नु डिएक्सन हामी पनि यस्तै हुन सक्छौँ जुन हाम्रो फ्यामिली पनि हाम्रो साथमा हुन्छ र डिएक्सनले यस्तो कम्पनी हो जब तपाईँलाई आफ्नो त्यो हरेक दिन सुरुवात तपाईँलाई उयो गर्ने गर्छ हेल्थ वेल्थ एन्ड ह्याप्पिनेस सायद मलाई लाग्छ आज नयाँ त कोही आउनु भएको छ नि यहाँ नयाँ हुनुहुन्छ कतिजना नयाँ हुनुहुन्छ कोही हजुर दुईजना मलाई जोड ताल दिनुहोस् तपाईँले यो सोच्नुहोस् कि डिएक्सनमा पाउने चिज हरेक कुरा पाउनुहुन्छ जुन तपाईँले सोच्नु भएको छ What I know about Dasara is that I was just checking about the name Dasara in Google and I could see that it is the success over 10 things, right? Yes. That means that's Chizongo Harna. This is known as Dasara, right? And this Chizongo Harega to हमको विजयदशमी सेलिब्रेट कर सकते हैं. This is what, right?
So, it was interesting. I was thinking about that. In DXN also, we can see that these type of things, that's bad qualities like anger, like greed, these type of bad qualities we cannot find in DXN members usually. When people come here, a lot of positivity is there. Even in your celebration, I was just watching from outside. A lot of positivity. That means people are really happy, people are positive. How many non-members are here? How many non-members are here? Those people who are not members. अभी तक members नहीं हो गया है. आप लोग members नहीं हैं? Members नहीं हैं? Okay, fine. तो non-members को शायद ये सब नहीं पहचानता होगा. मतलब इधर क्या हो रहा है? डांस हो रहा है, आदमी लोग नाच रहा है, गा रहा है, इधर एक ऑफिस चल रहा है, उधर एक काउंटर है, कुछ सामान भेज रहा है, ये क्या हो रहा है? ये सब confusion. So much of confusion is there. So in order to avoid that confusion, I'll tell that this is an office with which you can transform your life. The happiness which you enjoy today, it will be there till the end of your life if you take that membership. म तपाईलाई एउटा चीज सोध्छु है, तपाई आफ्नो सपना अनुसारको जीवन बाँच्नु भएको छ अहिले? हेलो, त्यो के त भन्दाखेरि किन तपाईले जुन एउटा सपना देखेर आउनु भएको थियो नि, सेलरी थोरै छ, तपाईको सपना धेरै ठुलो छ. के सम्भव होला त तपाईको जस्तो जिन्दगी तपाईको सपना देखेर जस्तो जिन्दगी बाँच्न? यदि तपाई आफ्नो रियल लाइफमा आफ्नो चाहेको जस्तो सपना बोकेर जुन आउनु भएको छ, त्यो सपना बाँच्नुहुन्छ भने तपाईले आजैबाट टेक्स्ट सुरु गर्नुहोस्. यहाँ जति पनि आज सफलता पाएका जति पनि सक्सेस लिडरहरू छन्, उहाँहरूले पनि यही काम गरेर चाहिँ सफलता पाउनु भएको हो. अहिले पनि मेरो सिनियर जसले चाहिँ मलाई यो सिस्टम देखाउनु भयो, हाम्रो झमिन सर हुनुहुन्छ, अहिले यहाँ हुनुहुन्न. उहाँ रिटायरमेन्ट भएर चाहिँ अहिले नेपालमा हुनुहुन्छ. र म पनि यो प्रोडक्ट मैले युज गरेँ, मलाई फाइदा भयो. त्यस पछाडि पाएको फाइदा चाहिँ साथीभाइलाई सेयर गर्दै जाँदाखेरि चाहिँ आज यो ठाउँमा आएको छु. यो यात्रा भनेको मेरो 12 वर्ष भयो. अहिले अलिकति पातलो भएको छ, दुबई आउने जान अलिकति डिप्टीको प्रब्लमले गर्दाखेरि, नभएदेखि मेरो मन्थली एउटा 2टा सेमिनार दुबईमा हुन्थ्यो. तपाईँहरूको मैले धेरै समय लिन्न, किनभनेदेखि अलिकति त्यस्तै काम पनि छ मेरो. विशेष के भन्छु भनेदेखि उभिएको मान्छे र हिँडेको मान्छेमा धेरै फरक हुन्छ. हेर्नुहोस् है, उभिएको मान्छेको सोच कस्तो हुन्छ भनेदेखि 2 दिन त बाँच्नु छ, के को लागि मलाई सफलता चाहियो र, ठिक्क कमाएकै छ म बाँचिहाल्छु नि भन्ने सोच्छ अरे के. हिँड्ने मान्छे चाहिँ मैले गर्नु छ, मेरो जीवनमा धेरै टाढा पुग्नु छ भन्ने खालको एउटा उसले चाहिँ सपना बोकेर हिँडेको हुन्छ अरे. तपाईँ कुन क्याटेगोरीमा हुनुहुन्छ ल भन्नुहोस्? ल तपाईँ साँच्चै नै रियल तपाईँले डायमन्ड एचिभ गर्नुहुन्छ. धन्यवाद सर. र जति पनि तपाईँले आज आउनुभएको छ, तपाईँले सजाएका सपनाहरू पूर्ण हुन्. र डिएक्सनमा आज आउनुभयो भने कन्टिन्यू आउनुहोस्, मिटिङ सेमिनार एटेन्ड गर्नुहोस्, आफ्नो अपलाइनसँग एउटा रिलेसनसिप बनाउनुहोस् है. र गर्दै जानुभयो भने सिस्टमलाई बुझ्दै जानुभयो भनेदेखि तपाईँहरूले पनि यो ठाउँ पाउन सक्नुहुन्छ. र हजुरहरूको समय मैले धेरै लिन्न. धन्यवाद छ. गुड मर्निङ डिएक्सन. श्री भानुभक्त धमलाज्यू र मिसेस परिमला धमलाज्यूलाई एकदम जोरदार तालीले सहयोग गरेर अब भने म माइक्रोफोन हाम्रो भानुसरलाई दिन्छु. यो मास्टर पाउडर दिनुभन्दा पहिला सायद यहाँ पहिलोपटक आउनु भएको कसैले पनि जित्न सक्नुहुन्छ र यो मास्टर पाउडर खाँदा के हुन्छ भन्ने कुरा चाहिँ जान्नु भएको छैन होला. त्यही भएर मैले सम्झेँ कि यो लिनुभन्दा पहिला यसको बारेमा जानकारी दिएर चाहिँ यो दिन चाहिँ उपयुक्त हुन्छ होला भन्दै म पहिला यो माइक्रोफोन हाम्रो गोल्ड डायमन्ड मिसेस परिमला धमलाज्यूले दिन्छ र उहाँलाई पनि तुरुन्तै कुरा यो शुभकामना आदान प्रदान सहित भानु सर
सरलाई कसरी चाहिँ सपोर्ट गर्नुभएको छ, कसरी भानु सरलाई चाहिँ सफल बनाउन उहाँले चाहिँ एउटा हाउसवाइफको भूमिका र कसरी चाहिँ उहाँले गर्नुभएको छ त्यो पनि हल्का सेयर गर्नु होला। यहाँ धेरै कपालहरू हुनुहुन्छ। हेलो, गुड मर्निङ। दसैँको के ह्याप्पी विजय दशमी। आज चाहिँ फर्स्ट लास्ट 4 दिन भयो होइन, लास्ट दिन हो। त्यसो आजसम्म मैले माइकमा यसो समाएर बोलेको पनि छैन, फर्स्ट दिन हो। त्रुटि भएमा माफी पाऊँ होला होइन, बोलेको। अनि यति भन्दै अब सबै विजय दशमीको शुभकामना दिने सबै डिएक्सन परिवारलाई सबैलाई धन्यवाद दिँदै यो माइक हाम्रो हजुरलाई फर्स्ट दिन भएको भएन है, सरी। पछि फेरि म यस्तै भन्छु क्या। गुड मर्निङ। सर्वप्रथम त हिन्दू मात्रको एकमात्र महान चाड विजयादशमी हामी अन्तिम चरणतिर पुगिसकेका छौँ। तर पनि आज हाम्रो डिएक्सन परिवारले ठाउँ ठाउँमा हाम्रो सबैलाई मिल्ने किसिमको छुट्टी हुने शुक्रबारको दिन पालेर जुन किसिमको यो शुभकामना आदान प्रदान तथा इन्टरटेनमेन्ट प्रोग्राम प्लस आइडियाको एक्सचेन्ज गर्ने भनेर यो प्रोग्रामको आयोजना गरियो। सर्वप्रथम त मैले यो आयोजना गर्ने साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँहरूको अथक प्रयासपछि नै यो पोसिबल भएको हो। अर्को कुरो, टाढा टाढादेखि आफ्नो घर गाउँ छोडेर, आफ्नो देश छोडेर जुन दुबईको विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएको, विभिन्न कम्पनीमा काम गर्नुभएका, भोलिदेखि त ड्युटी जानै पर्छ होला। आजको कसै गरी टाइम मिलाएर यहाँसम्म आइपुग्नुभयो र हाम्रो यो खुसियालीलाई एक किसिमको सफलता दिनलाई तपाईँले पनि केही न केही कन्ट्रिब्युट गर्नुभयो। सबै उपस्थित महानुभावहरू, महिला तथा सज्जनवृन्दहरूलाई मेरो व्यक्तिगत तर्फबाट, डिएक्सन दुबईको तर्फबाट र यो आयोजना गर्ने आयोजक समितिको तर्फबाट समेत विजयादशमीको शुभकामना घटाउन चाहन्छु। तपाईँलाई शुभकामनाहरू धेरै भएर क्या, त्यति साह्रो सुन्नमा इन्ट्रेस्ट छैन। एनिवे, मैले तपाईँहरूलाई आजको स्लाइडमा हुन त उहाँ सरले मसरुम खाँदा खाँदै यो ठाउँमा पुग्नुभयो भनेर भन्नुभयो। वास्तवमा कुरा त सही हो, जरुरत छ त्यस कारण खाने हो, रमाइलोले खाने होइन होइन। तपाईँले किने पनि पैसा पर्छ, मैले किने पनि पैसा पर्छ। खाने किन भन्ने कुराको हामी त्यति डिटेलमा सायद गइँदैन आजको सेसनमा। मैले चाहिँ यो प्रडक्टहरू खाइसकेपछिका उपलब्धिहरू चाहिँ के हुन सक्छन् भन्ने विषयमा एक सर्टकटमा तपाईँहरूलाई केही बताउन गइरहेको छु। यो मसरुम भनेको त हाम्रो मास्टर प्रडक्ट हो के अरे। त्योसँग बेस भएका अन्य पनि थुप्रै प्रडक्टहरू छन्। साथमा यो हामीलाई डे टु डे लाइफमा युज हुने प्रडक्ट त यसै पनि छँदैछ र यो संसारमा राम्रा मानिएका हर्ब्सहरूलाई पनि यो कम्पनीले आफूले उत्पादन गरेर सँगसँगै मार्केटिङ गरिरहेको छ। अब हामी डिएक्सन गर्नु भनेको त्यही डिएक्सनकोले बनाएका प्रडक्टहरूलाई कन्ज्युम गर्ने मात्रै हो। भने मतलब बाहिरको जुन ब्रान्डहरू हामीले युज गरिरहेकै छौँ होला, सबैले गरिन्छ नि टुथपेस्ट त युज, नत्र भनेदेखि हामीले पर्सनल हाइजिन मेन्टेन गर्न सकिन्न भने कुनै न कुनै ब्रान्डको हामीले युज गरिराखेकै छौँ। त्यो ब्रान्डलाई छोडेर डिएक्सन ब्रान्डमा आउनु भनेको, डिएक्सनको प्रडक्ट युज गर्नु भनेको, डिएक्सन गर्नु भनेको पनि त्यही नै हो। ओके, अब जब हामीले यो डिएक्सनको प्रडक्टहरू युज गर्न थालिन्छ, हामी धेरै नयाँ कति हुनुहुन्छ भन्दा 2-3वटा हातमाथि उठ्यो यहाँ भनेपछि नयाँ साथीहरू त्यति हुनुहुन्न जस्तो छ। पुरानै हामी डिएक्सनको प्रडक्ट केही न केही युज गरेकै साथीहरू नै छौँ यहाँ। त्यसले गर्दाखेरि यो प्रडक्ट जसले युज गरिरहेको छौँ तपाईँ हामी सबैले, यो प्रडक्टको पावर भनेको के छ भनेदेखि घरमै बसी कुरो सुन्नुहोस् है यहाँनिर, घरमै बसी हामीले आफ्नो जेनरल हेल्थ मेन्टेन गर्न सकिन्छ। चाहे त्यो मसरुम खाउँ, चाहे त्यो स्पिरुलिना खाउँ, चाहे यस्ता कुनै पनि चिजहरू हामीले युज गरौँ, त्यसले चाहिँ हामीलाई कस्तो वातावरण बनाइदिन्छ भने घरबाट निक्लेर जानु पर्दैन क्या। अब हामीमा यदि कुनै स्वास्थ्य सम्बन्धी समस्या आयो भने
सबैभन्दा पहिलो स्टेप हामीले के चाल्नुपर्ने हुन्छ? क्वेसन मैले तपाईँहरू सबैलाई सोधेको। हामी घरमा बिरामी भयो भने सबभन्दा पहिलो स्टेप के गर्नुपर्छ अरे? हस्पिटल भन्नु उहाँले पैसा। भेरी गुड, त्यो चाहिँ राइट एन्सर हो। सबैभन्दा पहिला चाहिँ घरबाट बाहिर निस्किनु पर्ने हुन्छ क्या। त्यसपछि हस्पिटल, कुन डक्टर कहाँ जाने, पैसा छ कि छैन भने पनि जान्छ मान्छे है। इमर्जेन्सी परिसक्यो, अब बसेर घरमा पैसा छैन भनेर बरु जाँदै जाँदै बाटोमा मसँग म त हस्पिटल हिँडेको, पैसा छैन ल्याइदियो है, लिएर आऊ फलाना हस्पिटलमा म जाँदैछु भनेर भनिन्छ कि। भनेको मतलब यहाँ के भयो त, बिमारी यदि कुनै कारणबाट पर्यो भने हाम्रो पहिलो स्टेप घरबाट निक्लिनु पर्ने हुन्छ। हामीले यहाँ के कुरा गरिरहेका छौँ? डिएक्सनको प्रडक्टलाई युज गर्न थालियो भने चाहिँ घरमै बसी भने घरबाट निक्लिनु पर्ने हो त? घरमै बसी आफ्नो जेनरल हेल्थ मेन्टेन गर्न सकिन्छ भन्नुको मतलब के भने हाम्रो चाहिँ कुनै त्यस्ता किसिमको हाम्रो इम्युन पावर र नेचुरल हिलिङ पावरलाई यो प्रडक्टहरूले राम्रो गराइदिएर यो शरीरभित्रै छ डक्टर क्या, नेचुरल डक्टर। तपाईँ हामी सबैलाई गडले यो सिस्टममा हालिदिनु भएको छ, फ्रीमा दिएको गिफ्ट। तर तपाईँ हाम्रै कारणले गर्दाखेरि त्यो डक्टरलाई हामीले विक बनाइदिएको छ। त्यस भएर हामी बाहिरको डक्टरहरू खोज्नुपर्ने हुन्छ क्या। यसले के गरिदिन्छ त, हाम्रो भित्रको डक्टरलाई बलियो बनाइदिन्छ। हामीलाई त्यस्तो किसिमको रोग किराहरू कीटाणुबाट चाहिँ हामीलाई झट्टै आक्रमण हुँदैन। अब जसले यो प्रडक्टहरू युज गरिराख्नु भएको छ रेगुलर बेसिसमा, उहाँहरूले चाहिँ आफूले चाहिँ हेल्दी रहने बाटो अर्थात् प्रिभेन्सन गर्ने बाटोतिर लागेको कारणले गर्दाखेरि उहाँहरूको अलरेडी चिज भइसक्यो। ह्याप्पी हुनुहुन्छ यो अर्थमा? अरूको कुरा पछि, अरू त्यसपछिका कुराहरू स्टेप्सहरू पछि आउँछन्। तर तपाईँ हामी जसले यो प्रडक्टलाई युज गरिरहेको छ हाम्रो जित भइसक्यो क्या। किन त हामी घरै बसी जेनरल हेल्थ मेन्टेन गर्ने बाटोमा चाहिँ हामी छौँ। अब त्यस्तै गरेर के पनि भनिन्छ भने हेल्थ इज वेल्थ हुन्छ नि। वेल्थ भनेको के हो? मान्छेले पैसा भनेर बुझ्छ, तर वेल्थ भनेको पैसा मात्रै होइन। पैसा भनेको धेरै ठुलो प्याकेज हुन्छ क्या, त्यो धेरै कुराहरू इन्भल्भ हुन्छ त्यसमा। हेल्थ भनेको हेल्थ इज वेल्थ भनेको चाहिँ वेल्थ भनेको पैसा पनि हो, तर सँगै के हो भनेदेखि प्यार पनि हुन सक्छ। किनभनेदेखि तपाईँ एकदम बिमारी पर्नुभयो, तपाईँलाई प्यार गर्छ र मान्छे। अर्थात् तपाईँ एकदम के भन्ने कमजोर हुनुहुन्छ होइन भनेदेखि तपाईँको सायद सोसल एक्टिभिटी तपाईँले गर्न पनि सायद सक्नुहुन्न होला, त्यो पनि वेल्थभित्र पर्छ। त्यस कारण यो वेल्थ भनेको सारा कुरा हो। त्यसैले जब हामीसँग हेल्थ हुन्छ तब मात्रै अन्य कुरा चाहिँ हामी सक्सेसफुल हुन सकिन्छ। त्यसले गर्दाखेरि यो डिएक्सनको प्रडक्ट युज गर्नु भनेको घरै बसी हेल्दी बन्ने बाटोमा जानु हो। र तपाईँ हामीले यो अब उत्सव मनाउने एउटा बाटो के भयो त, एउटा पोइन्ट कि हामी घरै बसी हेल्दी रहने बाटोमा छौँ। हाम्रो अलरेडी यो अर्थमा जित भइसकेको छ भनेर। अब त्यस्तै गरेर यो प्रडक्टहरू हामीले युज गर्दै जाँदाखेरि यो सिस्टम भनेको कस्तो छ भने हाम्रो वान वर्ल्ड वान मार्केट कन्सेप्ट। अघि हाम्रो सलिम सरले पनि भन्नुभयो यहाँ आएर मलेसियामा कता जोइन भएको थियो भनेर। म्युजिक बज्यो जस्तो लाग्यो। अच्छा, मलेसियामा जोइन भएको मान्छे फेरि यहाँ आएर कति 12,000तिर भन्ने कुरा भयो नि। त्यो भनेको के हो त, जहाँ जोइन भए पनि हुन्छ, कम्पनी त एउटै हो। र जहाँ कन्ज्युमर डेभलप गरे पनि हुन्छ, एकै ठाउँमा बसी त्यो सारा बेनिफिट आउँछ। तर यो सुरुमा त त्यति ठुलो नहोला, बिस्तारै जब हामीले यो सिस्टमलाई अलि राम्रोसँग विस्तार गर्ने कोसिस गर्छौँ आफूलाई स्किल डेभलप गरेर, त्यसपछि भनेको यो तपाईँ हामीले रोक्छु भनेर पनि रोक्न सक्दैन हेर्नुहोस्। जस्तो मैले लिनुहोस्, यो हाम्रो अद्भुत यो यहाँ आएर बसेको छ, यो चाहिँ हाम्रो बङ्गलादेशको एकदम के भन्ने फुर्तिलो लिडर है बङ्गलादेश हिरो। तर 3-4 वर्ष अगाडि त हिरो अभी कितना तुम्हारा ऑर्गेनाइजेशन में लोग कितना लोग जुड़े हुए? 3,365 65सम्म पनि काउन्ट गरेर चाहिँ भनेपछि मान्छे सिरियस छ हैन। तर सबैले त 3000 यतिकै भन्ला, 65 पनि याद छ होला क्या। सो थ्याङ्क यू भेरी मच। बेटर अब यो 3,365 मान्छे जुन छ कहाँ गएको छ यो उसलाई थाहा छैन, राइट?
र ती मान्छेहरू कस्ता कस्ता नलेज लेभल भएका मान्छे छन्, कस्तो काम गर्छ, सायद उनी सबैलाई पनि चिन्दैन, तर ती मान्छेहरूले जे जति एक्टिभिटी गर्छन् उसलाई चाहे बङ्गलादेशमा बसोस्, चाहे युएमा बसोस्, चाहे इन्डिया गएर बसोस्, चाहे उसको मर्जीले चाहे जहाँसुकै गएर बसोस्, ती मान्छेले गरेको एक्टिभिटी चाहिँ उसलाई आउने गर्छ। अब त्यो नै हो वान वर्ल्ड वान मार्केट कन्सेप्ट भनेको। अब तपाईँ हामी आफैले सोचौँ न, तपाईँहरू मध्ये कतिपय साथीहरूले बिजनेस पनि गर्नुभयो होला, यहाँ नभए पनि नेपालतिर गर्नुहुन्थ्यो होला केही न केही बिजनेस, है। तपाईँ हामीले एउटा बिजनेसलाई इस्टाब्लिस गर्न कति गाह्रो हुन्छ, है। त्यो बिजनेसलाई इन्टरनेसनल मार्केटमा फैलाउँछु भन्न सोच्यो भने त त्यो सानोतिनो कुरा होइन। त्यसको लागि सानो समयले पनि हुँदैन, सानो ठुलो के भन्छ एफोर्टले पनि हुँदैन। तर यहाँ द मोमेन्ट यु टेक मेम्बरसिप अफ डिएक्सन, तपाईँसँग जब त्यो कोड आउँछ, आएको कोडले तपाईँले उत्तिखेरै नै तपाईँले अङ्कमा तपाईँको लिङ्क भएको कोही मान्छे छ अमेरिकामा भने उत्तिखेरै तपाईँले कफी बेचिदिनु सक्नुहुन्छ है। र त्यो बेचिएको कफीबाट प्रफिट पनि यहाँ आउँछ। अस्ट्रेलियामा छ अस्ट्रेलियामा बेचिदिनु सक्नुहुन्छ, यहाँ छ यहाँ बेचिदिनु सक्नुहुन्छ। तपाईँ आजकल फेरि सोसल मिडियाको जमाना छ, है। सो त्यसले गर्दाखेरि इन्फर्मेसन दिनको पनि त्यति गाह्रो छैन भने यो यस्तो किसिमको प्लेटफर्ममा बसिसकेपछि पछि गएर यस्तो बेला आउँछ उसले अब तैयोबले चाहिँ यो म बिजनेस रोक्छु किनभने मलाई धेरै पैसा आइसक्यो भनेर डिसिजन गरे पनि यो रोकिँदैन बुझ्नु नि। यो यस्तो हो कि गर्नलाई सुरुमा एकदम गाह्रो जस्तो हुन्छ, किनभने नलेज हुँदैन, कति कुराहरू आफ्नो अर्गनाइजेसन हुँदैन, त पछि कसैलाई रोक्छु भने रोक्दैन। र यस्तो किसिमको इन्कम आउँछ कि आइ नै राख्छ क्या, आइ नै राख्छ। त्यसले गर्दाखेरि त्यो आइरहेको इन्कम जहिले पनि आइराख्ने इन्कम बढ्दै गएको इन्कमको कारणले नै हो हाम्रो कतिपय साथीहरू कतिले चाहिँ अर्ली रिटायरमेन्ट गरिसक्नु भएको छ, कतिपय चाहिँ हाम्रो के भन्छ त एउटा यो ठाउँ छोडेर पनि पहिला यहाँ हुनुहुन्थ्यो, यो ठाउँ छोडेर आफ्नो आफ्नो ठाउँमा नेपालमा बस्नु भएको छ। उहाँहरूले सायद यहाँको साथीभाइसँग हाई हेलो पनि त्यति गर्नुहुन्न, तर सिस्टमले हाई हेलो गर्न कहिल्यै छोड्दैन। त्यही कारणले गर्दाखेरि घरमा बसी बसी एक किसिमको राम्रो किसिमको लाइफस्टाइल बिताइराख्नु भएको छ। त्यही तस्बिरहरू मैले सायद तपाईँहरूलाई यसबाट म देखाउँछु। अच्छा यो भिडियोको काम सकिसक्यो सर। तर यस्तो त कहाँ हुन्छ भनेदेखि जुन चाहिँ सायद इन्डिया आर्मीमा ब्रिटिस आर्मीमा जाने मान्छेहरूको हुन्छ क्या त्यो किसिमको इन्कम आउने बाटो। तर कहिलेसम्म हुन्छ? सन्तानलाई सायद एउटालाई जान्छ होला, वाइफलाई जान्छ होला, श्रीमतीलाई जान्छ होला, होइन श्रीमतीलाई जान्छ होला। त्यसपछि श्रीमती पनि मरेपछि सक्यो होइन त। भनेपछि यो सिस्टमले चाहिँ के गर्छ भने चाहे उसको ऊ मरोस्, चाहे श्रीमती मरोस्, चाहे छोरै मरोस्, चाहे नाति मरोस्, कन्टिन्युटी उसको हाँगामा त कोही न कोही त होला नि त उसको सम्पत्ति खाने क्या हक लाग्ने मान्छे। त्यो मान्छेले जहिले पनि लगातार पाइ नै राख्छ भनेको यो एउटा हिस्ट्री होइन त मैले भन्नु खोजेको कुरा यो। सो यस्तो हिस्ट्री क्रिएट गर्न सक्छ खालि दाँत मोल्ने टुथपेस्ट चेन्ज गरेको खण्डमा कि अहिले चाहिँ ओके, पछि गएर त्यो हुन्छ। त्यसो भएर यदि हामीले त्यस्तो गर्न सक्यौँ भने र गरिसकेका मान्छेहरूबाट हामीले पनि पाठ सिक्न सक्यौँ भने हाम्रो पनि त्यस्तो अवस्था हुन सक्छ। पछि गएर यी मान्छेहरू तपाईँ हामी जस्तै काम गर्न आएका मान्छेहरू तर अहिले चाहिँ आएर नेपालतिर बस्छन्, यहाँ छैनन् यहाँ जस्तो काम गर्न। र उनीहरूले अब काम गर्छु भनेर के अर्काको जागिर नोकरी गर्छु भनेर सायद कुनै देश पनि जाँदैनन्। के भन्नुहुन्छ तपाईँ? चाहे नारायण खरेल पनि यहाँ देखेँ मैले, है। यो नारायण खरेल अब काम गर्न आउला नि त कतै, हजुर जमिन्द्र पौडेल काम गर्ने हिसाबले आउला नि त। कुनै पनि मान्छेहरू काम गर्ने हिसाबले आउँदैनन् क्या। सो उनीहरूलाई फेरि आफ्नो ठाउँमा बसेर पनि त्यो लाइफस्टाइल हेऱ्यो भनेदेखि त्यही वरिपरिको त्यही कम्युनिटीका मान्छेहरू अचम्म मानेको छ उनीहरूको लाइफस्टाइल वहीँ आफ्नो ठाउँमा हेरेर क्या। सो यो स्लाइडमा फेरि अन्य पनि जति हाम्रो यहीँ छन् युएईमै तर आफ्नै भिसा होल्ड गरेर बसिरहेको जस्तो हाम्रो सुनिल पूर्वे भयो, त्यसपछि थमन सिंह लामा भयो, उनीहरू पनि फुल टाइमहरू है। यति त केही स्याम्पलहरू हो, कहीँ थुप्रै मान्छेहरू फुल टाइमर भइसकेका छन् डिएक्सनमा। यो हाम्रो अर्गनाइजेसनभित्रको म कुरा गर्दैछु।
त्यसबाट अर्को चाहिँ अब कसरी हामी डिएक्सएलले चाहिँ पोसिबल हुन सक्छ भनेदेखि भिक्ट्रीको हरेक दिन अथवा हरेक समय मनाउनको लागि टु एन्ड अफ द ऱ्याट रेस। तपाईँहरू मध्ये कतिले सायद यो ऱ्याट रेसको बारेमा कुरा सुनिसक्नु भएको छ, कतिले सायद सुन्नु भएको छैन। तपाईँहरू पहिला यहाँ आउनुभन्दा पहिला कुनै अर्को मुलुकमा अर्को कन्ट्रीमा जानुभएको थियो? कोही हुनुहुन्छ हलभित्र? मलेसिया जानुभएको थियो कोही? मलेसिया पहिला 1 2 3 4 कोही साउदी कतारतिर जानुभएको थियो? यो हात चाहिँ धेरै हुने है। अनि त्यहाँ पनि तपाईँले पैसा कमाउनु भयो होला नि, हजुर? फेरि नेपाल फर्केर जानुभयो, फेरि किन यता आउनु भयो? ल पहिला पनि पैसै कमाउनु गएको, फेरि पनि पैसा कमाउनु भनेपछि पुगेन हो। त्यसैलाई भन्छ ऱ्याट रेस के। त्यो ऱ्याट रेस भनेको चाहिँ मुसा हुन्छ नि, मुसा चाहिँ जब यो हाम्रो धान फल्ने बेलाहरू हुन्छ त्यति बेला चाहिँ त्यो मुसाहरूले थुप्रै बाटाहरू बनाउँछ। उतापट्टि जाने, अलिकति लिएर आउने, फेरि स्टक पनि गर्ने, बाटो बनाउँदै जाने, त्यताको सिद्धिन्छ, फेरि अर्कोतिर बाटो बनाउने, फेरि अलिकति लगेर स्टक राख्ने घरमा, टक्कै सिद्धिहाल्छ क्या। सो तपाईँ हामी जो विदेशिएका छौँ नि, तपाईँ हामीले यदि खालि जे गरिरहेको छ त्यही मात्रै गरिराख्ने हो भने चाहिँ हामी पनि त्यो मुसा र हामीमा केही पनि फरक हुँदैन हेर्नुहोस्। मुसाले पनि एउटा बाटो बनाएको छ, अलिकति कमाएर ल्याएको छ, अलिकति राखेको छ। सो हाम्रो लागि के चाहियो भने जस्तो मानिलिनुहोस् रिएक्सन गर्नु भनेको कस्तो नि, तपाईँ हामीलाई पानी चाहिन्छ, घरमा पानी सबैलाई चाहिन्छ होइन? सबैलाई पानी चाहिन्छ। हामी चाहिँ कस्तो गर्छौँ भनेदेखि पानी गाग्री हुन्छ अथवा बाल्टिन हुन्छ बोकेर, सायद होइन धारा हुन्छ, नदी कुवा कता, त्यहाँ गएर हामीले पानी लिएर आउने गर्छौँ। त्यो त लिमिटेड हुन्छ, अड्कलेको हुन्छ होइन? जब 1 गाग्री ल्यायो 2 गाग्री ल्यायो त्यो फेरि सिद्धिन्छ। हामी फेरि के गर्छौँ, सिद्धेपछि फेरि अर्को कुवामा अथवा त्यही कुवामा पानी लिन जान्छौँ। सो डिएक्सन गर्नु भने चाहिँ के भनेदेखि कुनै एउटा मूल छ, पानीको मूल कुनै ठाउँमा राम्रो पानीको मूल भने त्यहाँ चाहिँ एउटा कन्स्ट्रक्सन पाइपलाइनहरू राखेर कन्स्ट्रक्सन गरिदिने ट्याङ्कीको घरमा ल्याएर क्या। त्यसपछि के हुन्छ त, सानै होस् चाहे ठुलो होस् पानी त आइराखेको हुन्छ कहाँबाट, मुहानबाट। अनि हामीले त्यो पाइपलाइन कन्स्ट्रक्ट गरेर घरसम्म ल्याइसकेपछि ट्याङ्कीमा राखिदिएछ। अब त्यसपछि हामी घरिघरि जति बेला पानी घरमा सिध्यो गाग्री बोकेर टाढा टाढासम्म पानी लिन जानु पर्दैन क्या। सो डिएक्सन गर्नु भनेको त्यस्तो हो, त्यो पाइपलाइन कन्स्ट्रक्ट गरेर घरमै ट्याङ्की राख्नु भनेर। सो त्यसैलाई हामीले अर्को भाषामा ऱ्याट रेस पनि भन्छौँ, मुसाको दौड। 7 वटा श्रीमती बिहा गर्छ अरे क्या मुसाले मङ्सिरमा। धान फलेको बेलामा चाहिँ, धान काट्ने बेलामा चाहिँ, पछि भएपछि कोही पनि हुँदैन फेरि उसँग, किन त छैन खाने। सो त्यस्तो खालको चाहिँ ऱ्याट रेसमा हामी छौँ। सो द जेनेरेसन किप डुइङ द सेम थिङ इफ यु डोन्ट टेक इनिसिएटिभ टु फलो द अल्टरनेटिभ वे। बाउ पनि सेक्युरिटी गार्ड थियो, छोरो पनि सेक्युरिटी गार्ड। यदि हामीले त्यही मात्रै गरिराख्यो भने हामीले कुनै आफ्नो लाइफमा चेन्जेस ल्याउनको लागि अल्टरनेटिभ वे सोचेन भने चाहिँ हाम्रो छोरो पनि त्यही सेक्युरिटी गार्ड भइराखेको त्यही छ अहिलेसम्म। सो त्यस्तो किसिमको ट्रेन्ड जुन छ त्यो ट्रेन्डलाई हामी ब्रेक गर्न सक्छौँ यदि अलिकति हामीले सोच विचार गरेर डिएक्सनमा लाग्यो भने। त्यसकारण जो अलरेडी डिएक्सन सिस्टममा हुनुहुन्छ, जसले त्यो चेनलाई ब्रेक गर्ने कोसिस गर्नुभएको छ, उहाँहरूको अलरेडी यो भिक्टी हो। किनभने उहाँहरूको छोराछोरी सायद केही समयको लागि त जागिर खाला नि एक्सपिरियन्स गर्नको लागि, तर तपाईँहरू जस्तो हामीले जस्तो लाइफ लङ अथवा 60 वर्षसम्म सायद जागिर गरेर बस्दैनन् तिनीहरू। सो त्यसको लागि पनि हामी हाम्रो आफ्नो भिक्टी मान्न सकिन्छ। त्यस्तै गरेर हाम्रोमा के छ भनेदेखि टु गेट द प्रफिट सेयरिङ फ्रम द इन्टरनेसनल फास्टेस्ट ग्रोइङ कम्पनी आउट अफ भिक्टी। हामीले हेर्नुहोस् काम गरेको ठाउँमा कति वर्षदेखि काम गरिराखेका छौँ होला, राइट? त्यसले हामीलाई प्रफिट सेयरिङ दिएको छ। अर्थात् हाम्रो कुनै एउटा नेपालमा भएको कम्पनी कुनैले हामीलाई के प्रफिट सेयरिङ दिने गरेको छ हो। प्रफिट सेयरिङ त्यो मान्छेले पाउन सक्छ जसले चाहिँ त्यो कम्पनीमा सेयरमा केही न केही इन्भेस्ट गरेर हुन्छ, राइट? सो यदि त्यो कम्पनी नाफामा गयो भने प्रफिट पाउन सक्छ, हजुर? सेल्सम्यानले प्रफिट सेयर पाउँदैन, जसले इन्भेस्ट गर्छ क्या कम्पनीको सेयर खरिद गर्नमा, ठुलो लगानी गर्छ, त्यो कम्पनी प्रफिटमा गयो भने प्रफिट सेयर गर्ने हो उनीहरूले, होइन त? 10 जना मिलेर कम्पनी चलायो, इन्भेस्ट गरेको छ 10 जनाले, प्रफिट पाउने हो। अब हामी यो डिएक्सनमा गरेको के हो त, सबभन्दा पहिला त हामीले ब्रान्ड चेन्ज गरेर यसको हामी कन्ज्युमर भएको हो। कन्ज्युमर हुँदै जाँदाखेरि बिस्तारै हामीलाई यो सिस्टमको बारेमा पनि केही न केही ज्ञान भयो।
त्यसपछि हामीले आफूले फेरि कस्टमर डेभलप गर्न थाल्यौँ। त्यति गर्दैमा एउटा सर्टेन लेभलमा पुगिसकेपछि चाहिँ यो संसारभरि चल्ने कम्पनी, यो एक ठाउँ मात्रै होइन नि, दुबई मात्रै होइन नि, बङ्गलादेशमा मात्रै होइन, मलेसिया मात्रै, सारा संसारभरि चल्ने कम्पनी जसले संसारभरि प्रडक्ट बेचेर, त्यो पनि उत्कृष्ट उत्पादन है, त्यो लन्चु फन्चु प्रडक्ट बेचेर होइन, उत्कृष्ट उत्पादन सारा संसारभरि बेचेर कम्पनीले महिनामा कति प्रफिट गरेका हुन्छ, त्यो प्रफिटको 2% चाहिँ अघि यहाँ तपाईँले डायमन्ड भनेर सुन्नुभयो, कति त यहाँ आइपुग्नु भएको छैन, उपस्थित हुनुहुन्न कामको कारणले होला, कतिपय अरू सिटीमा हुनुहुन्छ, ती सबै डायमन्डले चाहिँ 2% प्रफिट सेयरिङ चाहिँ उनीहरूले पनि केही भागदारी उनीहरू हुन्छ भनेपछि हामीले त्यो एउटा त्यो ब्रान्ड चेन्ज गरेको, यो सिस्टममा हिँडेको बारेमा हामीले प्राउड फिल नगर्ने त, भने हामीले त्यसको बारेमा हामी भिक्ट्री नमनाउने त, जित नभन्ने त, जो जति डायमन्ड हुनुहुन्छ यहाँ र आउटसाइड द हल अथवा अरू सिटीमा पनि उहाँहरू सबैको एउटा अलरेडी जित भइसक्यो। उहाँहरूले चाहिँ के त सारा संसारभरिको प्रफिट सेयरिङ चाहिँ यहाँ बसेर लिइरहनु भएको छ अथवा जहाँ गएर पनि लिन सक्नुहुन्छ। त्यो किसिमले चाहिँ घुम फ्यामिलीको साथमा क्या, ओहो मेरो पर्स चोरी होला कि त्यो चिन्ता छैन त्यहाँ क्या, लगाउने हामी एक्लै दुक्लै जाँदाखेरि चाहिँ बेसरी चिन्ता हुन्छ। हामी बेफिकर भएर घुम्न पाउने त्यस्तो किसिमको जुन हुन्छ, जुन विदेश आएर एउटा केही कमाइ गरौँ भनेर आएको मान्छे कहाँ यो बिस्तारै गर्दै जाँदाखेरि त्यस्तो ठाउँमा पुग्न सफल हुनु भनेको त्यो एउटा जित होइन र ओभरसिज वर्ल्डकपको। सो त्यस कारण डिएक्सनमा इन्भल्भ भएर त्यस्तो ठाउँमा पुगिसकेका मान्छेहरूले त्यो प्राउड फिल गर्नुपर्छ कि मैले अलरेडी जितिसकेँ भनेर। सो इभन वेल अफ फ्यामिली भनेको मतलब चाहिँ के नै, जो एकदम राम्रो फ्यामिली हुन्छ नि, पैसावालाहरू हुन्छ नि, त्यस्तो मान्छेहरू पनि चाहेको बेलामा जहाँ तहीँ गइरहन सक्दैन, किनभने उनीहरूको आफ्नो बिजनेस होला के होला, उनीहरूलाई त्यो हाम्रो बिजनेस जस्तो होइन जता पनि छोडेर हिँड्न मिल्ने, उनीहरूको बिजनेसले त्यसरी मिलिरहेको। सो त्यस्तो मान्छेहरू पनि जानलाई गाह्रो पर्छ। अब यहाँ केही फोटोहरू छ यहाँ, जस्तो मानिलिनुहोस् टिएसआइपीमा अहिलेसम्म हाम्रा साथीभाइहरू को क्वालिफाई भयो भनेर र को भइराखेकै छन् कन्टिन्युअसली। फर्स्टमा त हामी बुढाबुढी रहेछ, त्यसपछि गएर हाम्रो हाम्रो एकजना ट्रेनर आएर यहाँ के भन्नुभएको थियो भनेदेखि जसले किन्ने मात्रै गर्छ त्यो गरिब हुन्छ अरे क्या। तपाईँहरू एग्री गर्नुहुन्छ यसमा? किन्नु भनेको त पैसा जानु हो नि खालि है, जो किन्ने मात्रै गर्छ त्यो चाहिँ गरिब हुँदै जान्छ अरे। तर जसले चाहिँ बेच्ने स्किल डेभलप गरेर कुनै चिज बेच्न सक्छ त्यो मान्छे चाहिँ धनी हुन्छ भनेर भनेको थिएँ। त्यसो भए हामी त अहिलेसम्म त्यस्तो बेच्न जानेको छैन। हामीले वास्तवमा हामीले बेच्न जानेको एउटै चिज हो, त्यो के त श्रम। हजुर 8 घन्टा एग्रिमेन्ट गरेर हो कि 12 घन्टा हो थाहा छैन, जे भए पनि एग्रिमेन्ट गरेर सेल गरेर चाहिँ यति सस्तोमा कि त्यसलाई थ्रो अवे प्राइस हुन्छ इङ्ग्लिसमा भन्दै, त्यसलाई यो फ्याँकिएको प्राइसमा चाहिँ हामीले चाहिँ आफ्नो श्रम बेच्न जानेको छ, अन्य चिज हामीले बेच्न जानेको छैन। यदि हामीले अन्य चिज बेच्न जान्ने हो, त्यो पनि यदि एक्सन जस्तो कम्पनी जसले चाहिँ के छ त एकदमै यो संसारकै उत्कृष्ट उत्पादन बनाएर चाहिँ फुड सप्लिमेन्टहरू हामीलाई दिइरहेको छ भने त्यो बेच्न सक्नु भनेको त्यो त अरू साधारण चिज बेच्नुभन्दा पनि ठुलो कुरा हो। त्यसैले गर्दाखेरि धनी मान्छेहरूले त्यही गर्छ, बेच्छन् उनीहरूले, गरिब मान्छेले किन्छ। धनी बन्नु छ हामी भने हामी बेच्दैतिर सिक्नुपर्छ। जहिले पनि हामी किन्नै मात्रै थाल्यो भने अवश्य पनि एक दिन गएर गरिब हुन्छ। किनभने हामीले के देखेको छौँ, त्यो माटो खन्ने ठाउँ हुन्छ नि हाम्रो, विशेष गरी दसैँको बेला मैले देखेको थिएँ। दसैँको बेला क्या माटो खन्ने ठाउँ गाउँघरमा के तपाईँले देख्नुभयो होला नि त, रातो माटो खन्ने ठाउँ हुन्छ क्या, त्यो घर ल्याएर दसैँको बेला त अरू पनि राम्रोसित घरलाई सिँगार्ने के गरिन्छ नि त लिपपोत गर्नको लागि। त्यो रातो माटो डाँडो हुन्छ क्या, एउटा डाँडै, तर त्यो रातो माटो मान्छे लिन जान्छ कति बोक्नु छ, उसले एउटा डोकोभरि बोक्ला हो कि को बोक्यो भने, अथवा एउटा बोराभरि बोक। तर त्यो गर्दा गर्दै पनि त्यो त्यो डाँडो छ नि, डाँडै रहन्न पछि गएर क्या, बिस्तारै बिस्तारै त्यो खन्दै त्यो डाँडो एकदम सम्म भइसक्यो मैले देखेको छु क्या ठाउँ। सो भनेको मतलब के हो, माटो त त्यो अलिकति जाँदा डाँडै त सम्म हुँदो रहेछ भने पैसा अलिकति जान्छ, आज भोलि अलिकति गर्छ, पर्सि अलिकति गर्छ, एक दिन गरिब हुँदैन त।
त्यसको लागि हामीले परिपूर्ति गर्ने बाटोतिर खोज्नुपर्छ। तर यो सस्तोमा श्रम बेचेर होइन कि कसरी कुनै चिजलाई बेचेर मुनाफा निकालेर धनी हुने मान्छेहरूको आइडिया त्यही हो। सो त्यसरी चाहिँ हामीले गर्न त्यो यदि हामी त्यो लाइनमा छौँ धनी हुने बाटो हो भने हामीले पनि त्यसलाई भिक्ट्री सम्झिनुपर्छ। अब यो के हुन्छ सोच्न र गर्न सक्छ त्यो मान्छेको उन्नति प्रगति हुने हो। मेरो त टाइम छैन, छैन, म छैन। यसै पनि के हुन्छ नि अब हाम्रो यो के भन्छ नि लक्ष्मी पूजा हुँदैछ कि लक्ष्मी पूजामा मान्छेले लक्ष्मीको सम्पत्तिको पूजा गर्ने समय होइन। यो समयमा के भनिन्छ भने भगवानको सम्पत्तिहरू पूजा गर्ने के कसैले चाहिँ मान्छे पैसा भयो भने पैसा छैन भन्छ नि। त्यो छैन भन्ने मान्छे गरिब हुन्छ अरे कि पछि गएर, किन उसको दिमागमा त्यो छैन बसिसक्यो। सो त्यसले गर्दाखेरि हामीले चाहिँ कस्तो भने त्यो छैन, हुँदैन, म सक्दिनँ यस्तो भन्नु भनेको त्यो चाहिँ आफ्नै हार मान्नु हो कि आफैले आफू। त्यस्तो जसले आफ्नो जिन्दगीमा हार मान्छ उसको कहिले पनि सक्सेस हुँदैन। बरु सक्छु भन्नेतिर सोच्यो भने चाहिँ केही न केही बाटाहरू खोल्न सकिन्छ। अर्थात् काँटको ठाउँमा त्यो टीलाई झिक्ने भने क्यान हुन्छ। जसरी आई कान्ट मात्रै होइन आई क्यान भन्ने थाल्यो भने हुनसक्छ भनेको एक किसिमको एउटा भिडियो थियो। अर्थात् टाइम सबैलाई बराबर हो हेर्नुहोस् यो संसारमा। त्यो टाइमलाई हामीले कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ यदि तपाईँलाई कसैले भनेको छ यो विषयमा भने कसरी मैले म्यानेज गरौँ त भनेर पनि सोध्नुहोस् न त। उसलाई उसँग त्यो पनि आइडिया छ क्या। तर मान्छे चाहिँ के भन्छ भने टाइम छैन भन्छ ऊ आफै अनि छैन सिन्ड्रोममा गयो। त्यसो भने टाइम छैन भन्नुहुन्छ यदि कसैलाई भने कसैले तपाईँलाई प्रस्पेक्ट गरेर सिकेछ भने कसरी मिलाउँ त म टाइम ल भन्नुहोस् त भनेर सोध्नुहोस् न एक शब्द फेरि के भन्नु हुँदो रहेछ है। यदि हामीले त्यस्तो गर्न थाल्यो भने चाहिँ एकदम सजिलोसँग हामीले बिजनेसलाई अगाडि सार्न सकिन्छ। वास्तवमा मैले तपाईँलाई अझ पनि एक दुईवटा सानो स्टोरीहरू थियो। यहाँ अलिक खलबल पनि भइरहेको छ। यो सिस्टमले पनि साथ दिएन। आज मान्छेले यो काम गर्न गाह्रो छ भन्छन् नि क्या कुरो बुझ्नु होइन। त्यो गाह्रो हो कि सजिलो त्यसको विषयमा मैले सानो किनभनेदेखि यो अब सजिलो चाहिँ सिम्पल चाहिँ हो क्या। यो बिजनेस भनेको सिम्पल बिजनेस हो। म एकचोटि दिल्ली गएको थिएँ हेर्नुहोस्। दिल्लीमा चाहिँ हाम्रो के भन्छ त्यो सर्भिस सेन्टर छ नि, त्यो सर्भिस सेन्टरमा मेरो एक दुईवटा प्रेजेन्टेसनहरू थियो। त्यो गर्ने क्रममा म त्यहाँ अफिसमा गइराखेको हुन्थेँ। अनि प्रेजेन्टेसन भनेपछि अब म त अलिक टाइममा जान्थेँ नि त। अनि टाइममा गइसकेपछि त्यहाँ कतिपय मान्छेहरू भेटघाट हुन्थ्यो। अनि मैले चाहिँ एउटा त्यो दिल्ली अफिस जुन हाम्रो पहाडगञ्ज तपाईँलाई थाहा होला, कति दिल्ली थाहा हुने मान्छेलाई पहाडगञ्ज। त्यो पहाडगञ्जमा शिवजी के स्टेडियम भन्ने छ, त्यसको सँगै चाहिँ हाम्रो डिएक्सनको सर्भिस सेन्टर छ कि। त्यो सर्भिस सेन्टरमा बस्दाखेरि मैले रोडमा एकजना बुढा मान्छे सायद 70 वर्ष जतिको बुढा मान्छे जसले चाहिँ केरा बेचिराखेको भेटाएँ कि बुझ्नु होइन। अब रोड साइडमा त हाम्रोतिर उस्तै हो नि त, कसैले टोपी बेच्छ, कसैले केरा बेच्छ, कसैले के बेच्छ। सो त्यो मान्छेले गएर यसो हेर बिचरा बुढा मान्छे ढोक्रेमा केरा राखेको छ होइन, बेचिरहेको छ। मलाई कस्तो लाग्दै लाग्यो। अनि मलाई टाइम पनि पास गर्नु थियो एकछिनलाई। मैले चाचीजी कैसे हो भनेको नि हाँसे खिसिक्दै ठिक हो। अनि मैं सेल गरिदिउँ भनेको ना बाबुजी मै खतरा हो भने। अनि मैले पनि होइन म साँच्चै नै सेल गरिदिन्छु भनेको खिसिक्का हाँसेर बसेर। म त्यहाँ बसेपछि बुढोको छेउमा अलिकति यङ मान्छे त्यहाँ बस्यो नि त। बाटो हिँड्ने त थुप्रै थिए। अनि आएर हेर्दैछन् किन्ने भन्छ। अनि जे कुरा पनि किन्ने बेलामा त मान्छेले केही न केही त अब्जेक्सन त जनाइहाल्छ। केरा बिचरा कहाँबाट लिएर आयो उसले थाहा छैन। तर ग्राहकहरूले चाहिँ केही न केही अब्जेक्सन जनाउँथे। यो केरा एकदम महँगो भन्ने कसैले लगेर तिमीले ल्याएको केराको टेस्ट छैन भन्ने यस्तै के भन्थे मान्छेले क्या। उसले जब प्राइसको कुरा गर्थे। अनि मैले त्यसलाई चाहिँ अलि अब्जेक्सन ह्यान्डलिङ अलिअलि गरिदिएको। उसको केरा त लगभग सिद्धिन लाग्यो क्या टोकरीबाट केरा सिद्धिन लाग्यो। अनि त्यसपछि म यसो बुढासँग कुरा गर्न थालेँ। कहिलेदेखि काम गरेको चाचाजी यो काम भनेको 40 वर्ष भयो अरे। 40 वर्ष भयो अरे क्या। 40 वर्षदेखि यही काम भने बहुत पैसा बनाया होगा भने के त गुजारा है। 40 वर्ष बिजनेस गर्दा पनि गुजारै मात्रै भइरहेछ। अचम्मै लाग्यो। अनि त्यसपछि पुरा इन्डियाभरि गएर त त्यो बिजनेस त भनेको नै इधर
इधर रे 40 वर्ष उतैको त्यहीँ बसेर ल भयो त मलाई त कस्तो कस्तो लाग्यो। मैले अब हाम्रो यो कफी हाम्रो अर्को बिजनेस पनि आइटम पनि थप्ने हो त यो केरासँग भने दूसरा मैं नहीं जानता हूँ। मैं तो बस 40 वर्षको तो एक्सपिरियन्स छ उसमा। मैले नि कफी मैले के भने तिमीले केही गर्नु पर्दैन, मैं नहीं कर सकता हूँ भने पहिला त म सिकाउँछु नि त, सिकायो भने त गर्न सक्छौ कि नहीं होगा मेरे से होइन सिकाउँछु त, तिमीले गर्नु के पनि पर्दैन। माथि अफिस छ त्यहाँबाट अफिसकोबाट म कफी तिमीलाई पठाइदिन्छु यहाँ। तिमी त केरा त सधैँ ल्याएर टुकरीमा राखेर बसेकै छौ राइट। त्यो केराको बिचमा यो कफी राखिदिनु एउटा प्याकेट ल्याएर, अनि त्यसपछि त अब त्यो कफीको बारेमा तिमीले केही पनि भन्नु पर्दैन। जब मान्छेहरू कफी केरा किन्न आउँछन् ती मध्ये कसैले चाहिँ तिमीलाई सोध्छ। यो कुरा पनि हामीले कस्तो नि आज यदि कसैले मेम्बर भएर जानु भएको छ यहाँ भनेदेखि हामीले के सल्लाह दिइन्छ भने आजै गएर कसैलाई पनि नभन्नुहोस् है तपाईँले भनेर, किन उसँग केही पनि एक्सपिरियन्स छैन नि त। कहिले भन्ने हो त जब ती आफ्ना वरिपरिका मान्छेले सोध्छन् क्वेसन गर्छन् क्या हो त्यति बेला चाहिँ राम्रो टाइम हुन्छ बताउने। अहिले गएर बताउनु थाल्यो हावामा उडाइदिन्छन् तपाईँलाई, कहाँ पुर्याइदिन्छन् ओके। त्यसले गर्दाखेरि उसले जब सोध्छ मान्छेले तब भन्नु नि के त म सिकाइहाल्छु नि। मैले के सिकाएर यो बिहान पियो भने यो एउटा एनर्जी कफी हो, जसले भन्न जान्छ बुढाले पनि भन्न जान्छ नि त यो एनर्जी कफी हो, बिहान पियो भनेदेखि बडीमा फ्रेसनेस हुन्छ र दिनभरिको लागि ताकत पनि पाउँछ। साँझमा पियो भनेदेखि दिनभरिको थकाइ पनि हटेर जान्छ, रातिमा एकदम गहिरो निद्रा पनि पर्छ, एकदमै इकोनोमिक छ। आखानामा 1 कप कफी बनाएर पिउन सकिन्छ। पिउने हो भनेर सोध्न सक्छौ अनि यति त सोध्न सक्छु। उसले त फटाफट कफी पिउन थाले हेर्नुहोस्, केही ट्रेनिङ ल्याएको छैन, कहीँ पढेको छैन, 40 वर्षदेखि खालि केरा टोकरीमा बेचेर बसेका मान्छे, त्यसको बारेमा के एक्सपिरियन्स छैन। कसैले यहाँ के हुन्छ नि यो सेल्स एन्ड मार्केटिङ छ, म त सेल्सको बारेमा मलाई थाहा छैन भन्छ नि हाम्रो मान्छेहरू होइन। सो यो न त सेल्सको बारेमा थाहा हुनुपर्छ त्यति ठुलो क्या, न चाहिँ यहाँ बोल्न पनि त्यस्तो धुमधाम उतार चढाव गराएर बोल्ने कुरा यही छैन। यहाँ झुटो बोल्ने पटक्कै होइन, झुटो बोले त हुँदैन। जो साँचो कुरो छ अलिकति बताइदिनु। अब चिन्ता मान्छेलाई के लागेको हुनसक्छ भने मैले भनेको कुरो सुन्छ कि सुन्दैन भन्ने, सुन्नेले सुन्छ, थोरै भने नि सुन्छ, नसुन्नेले मैले 14 वर्षदेखि भनिरहेको छु अहिलेसम्म मेरै साथीहरू 14 वर्ष भयो अहिलेसम्म सुनिन्छ। कसैलाई 14 सेकेन्डै लाग्दैन, कसैलाई इसारै पुग्छ ग्राउन्ड भयो। त्यसो भएर यो के हो भनेदेखि यो एकदमै सिम्पल त बुढाले गर्न सक्छ उहाँ भने हाम्रो दुबईमा त मान्छेहरू कहाँ कति स्कुल कलेज पढेर युनिभर्सिटी पढेर होइन कस्तो कस्तो सिभी बनाएर अनि चाहिँ इन्टरभ्यूमा चाहिँ लडेर पास गरेर त्यही पनि फेरि कुनै कम्प्युटरको ट्रेनिङ लिएर होला, अर्को इङ्ग्लिस ल्याङ्ग्वेज के ट्रेनिङ लिएर बसेका मान्छेलाई अवश्य सकिहाल्छन् नि त भनेर आएर यही कुरा यो सिकाएको। के सिकाएको त सुबह पिएगा ये एनर्जी कॉफी, सुबह पिएगा फ्रेशनेस करेगा बॉडी को, दिन भर के लिए ताकत भी मिलेगा, शाम को पिएंगे तो दिन भर का थकान को भी दूर कर देगा, रात में मीठी गहरी नींद पड़ती है, बहुत इकोनॉमिक है, 8 आना में पी सकते हो 1 कप। आपको पीना है इतना बोलना है। तो आज एउटाले सुनेन भने यसले त सुनेन भनेर अर्कोलाई बोल्दै नबोल्ने होइन। मेनी पिपल मेनी माइन्ड भन्छ नि। हाम्रो नेपालमा कति पार्टी छ अरे 128 पार्टी छ त 128 पार्टी किन भयो? एउटा हुनु पर्थ्यो नि, किन भयो त? मेनी माइन्ड भएको कारणले। सो उहाँले सुन्ने कुरा उहाँले नसुन्न सक्छ त हामी चिन्ता किन गर्ने? हामी अलरेडी जानेछ मेनी पिपल मेनी माइन्ड भन्ने जानेछ भने चिन्ता किन गर्ने? सो उसलाई भन्ने छोटोमा भन्ने, सुने ठिक छ, नसुने पनि ठिक छ, झगडा नगर्ने। सुनेन भने झगडा गर्ने होइन, आँखा देखाउने होइन। उसलेसँग के त एउटा मित्र भाव अझै पनि राख्ने,
आज सुनेन भनेदेखि के अर्को 10 वर्षमा नसुन्ला भन्ने छ र एक दिन सुन्छ, नसुने पनि नो प्रब्लम। संसारमा कति मान्छे छ अरे? 7.4 बिलियन। यो ग्रोइङ, घट्ने होइन। डिएक्सएनमा खालि 6 मिलियन मात्रै छ भने यत्रा मान्छे छ भने एउटाले सुनेन 10वटाले सुनेन भनेर चिन्ता गर्ने किन? हामीले कि नराम्रो गर तिम्रो भत्काउँछु, तिम्रो घरबारी बेचेर खत्तम पारिदिन्छु भने होइन। आफ्नो स्वास्थ्य बचाउ, ब्लड सर्कुलेसन राम्रो हुन्छ, किडनी झट्टै खराब हुँदैन। लिङ्जी कफी भने के हो? लिङ्जी भने लङ लाइफ भने जमानादेखि नाम लङ लाइफ हुन सक्छ, कम्फर्टेबल भएर बाल्न सक्छ, घर बसी के त जेनरल हेल्थ मेन्टेन गर्न सक्छ, इन्कम जेनेरेट गर्न सक्छ, बेला बेलामा गएर फ्रीमा घुम्न पाउँछ। तिमीले सायद अर्ली रिटायरमेन्ट हुन सक्छ, आफ्नो घर परिवारलाई सब खुसी राख्न सक्छ, तिम्रो पर्सनल स्किल डेभलप हुन सक्छ, इन्टरनेसनल ट्रेनर मोटिभेटर बन्न सक्छ। अब यस्तो कुरा भन्दाखेरि मान्छेलाई पच्दैन भने हामी बेखुसी हुनु पर्दैन नि? बेखुसी त त्यही मान्छे हुनुपर्ने हो खास। ऊ अहिले खुसी छ तर पछि पनि खुसी रहिरहन्छ छैन त्यो भन्न सकिन्न। त्यस कारणले गर्दा यस्तो यो किसिमको कन्सेप्ट एउटा साधारण काम गरेर असाधारण जिन्दगी बिताउन सक्ने कन्सेप्ट हो हेर्नुहोस्। त्यसैले गर्दाखेरि यो हाम्रो विजयादशमीको साथसाथमै हामी जति डिएक्सनमा छौँ यो हाम्रो अलरेडी जित भइसकेको छ। हेर्नुहोस्, जसले खालि प्रडक्ट मात्रै ट्राई गरेछ उसले पनि जितिसक्यो क्या। कुरो बुझ्नुभयो नि? तपाईँलाई शङ्का चिन्ता होला कि अरे यार कोही त डायमन्ड बनेछ, कोही के बनेछ, म कहिले हो? त्यो डायमन्ड बन्नलाई पनि उसलाई पनि त्यति नै समय लागेको थियो, त्यति नै मेहनत गर्नु परेको थियो। तपाईँले पनि त्यति नै समय त्यति नै मेहनत हाल्नुभयो भने तपाईँ पनि त्यो समयमा डायमन्ड हुन सक्नुहुन्छ। हुन्छ कोही अलिकति ढिलो चाँडो चाहिँ होला, तर टेन्टेटिभली त्यस्तो समयमा जो पनि डायमन्ड बन्न सक्छ। त्यसले गर्दाखेरि यो चिन्ता गर्नु पनि पर्दैन। त्यसैले जो अलरेडी यो सिस्टममा हुनुहुन्छ नि मेम्बर, आजको मेम्बर, उसले त कति जित्यो के जित्यो त? त्यो चाहिँ 7.4 बिलियन मध्येका खालि अलिकति मान्छेले मात्रै यो मेम्बरसिप ल्याएको छ। कति कमसेकम 7 बिलियनलाई त जित्यो त। के भन्नुहुन्छ? 7 बिलियनलाई जितिसक्यो कि जसले यो मेम्बरसिप लिन्छ, जसले यो प्रडक्ट लिन्छ त्यस्तै हो। जो चाहिँ यसमा डायमन्ड हुन्छ उसले कतिलाई जित्यो हिसाब गरी साथै चाहिँ। जसले यो टिएसआईमा क्वालिफाई हुन्छ उसले कतिलाई जित्यो। जसले अरूलाई ट्रेनिङ गर्ने, प्रेजेन्टेसन गर्ने, मोटिभेसनल ट्रेनिङहरू गर्ने, यस्तो किसिमको काम गर्छ उसले कतिलाई जित्यो। हेर्नु संसारमा त्यस्ता मान्छे धेरै कम छन्। त्यसबाट यो ठाउँ भनेको कस्तो भने तपाईँ हाम्रो चाहिँ स्किल छैन होला अहिले, नो प्रब्लम, र पनि त्यो स्किललाई बिस्तारै डेभलप गर्दै लिएर गएर भोलि चाहिँ हामी एकदमै नलेजेबल बन्दै गएर स्किलफुल बन्दै गएर पावरफुल बन्ने सिस्टम क्या। सो यस्तो सिस्टमलाई हामीले हेलचेक्राइ नगरौँ भनेर चाहिँ मान्छेलाई भनौँ हाँसी क्या, रिसाएर होइन हाँसी यसलाई हेलचेक्राइ नगरौँ है पछि पछुताउँ भन्दै। सो यसै गर्दै मान्छेलाई गर्दै जाने हो भने धेरै मान्छेले अरूले पनि यो सम्भावनाहरू पाउन सक्छन्। त्यसले गर्दाखेरि इम्पोर्टेन्ट कुरा के हो भने जो यो सिस्टममा छन्, मेरो भनाइ यति नै हो, विजयादशमीको दिन हामी खालि दशमी भनेर सेलिब्रेट मात्रै होइन, डिएक्सनमा हुनेले त जित्यो क्या, धेरै जितिसक्यो। अब जो डिएक्सनमा छैनन् उहाँहरूलाई पनि जित्नलाई सिकाउँ भन्ने सन्देशका साथमा म तपाईँहरूबाट बिदा लिन चाहन्छु। थ्याङ्क यू भेरी मच। उहाँले चाहिँ अझै इम्पोर्टेन्ट कुराहरू चाहिँ सेयर गर्दै जानुभयो। कतिले बुझ्नुभयो कतिले बुझ्नु भएन है। तर नबुझेको साथीहरू फेरि दुबारा चाहिँ आउनु होला। र अब भने मैले अघि नै भनिसकेको थिएँ, यो मासरुम दिन म अति नै आतुर छु तपाईँहरूलाई। मासरुम मात्रै होइन, मसँग मेरो हातमा एउटा मलेसियाको लागि अप डाउन टिकट पनि छ है। आई हेभ वान मलेसिया अप डाउन टिकट। और अभी हेलो, हमारा डीएक्सन का डायमंड कोलकाता शेख नुरुल आलम कोकिन्द्र प्रसाद राजवंशी डीएक्सन नेपाल। कोकिन्द्र प्रसाद राजवंशी किधर है? कोकिन्द्र साहब सचिव राजवंशी श्याम बहादुर। इधर नेपाल का कितना डायमंड है? पूरा डायमंड का बुला रहा है स्टेट में। कितना डायमंड नेपाल का? जितना डायमंड है नेपाल, इंडिया, बांग्लादेश, फिलीपाइन, कितने डायमंड है? पूरा डायमंड का बुला रहा है स्टेट में डायमंड। बीच में बुला रहा हमारा डॉक्टर अष्टाबुद्दीन रशीद का स्टार डायमंड यूएसए में, वो बीच में आना चाहिए। बाबी लोग एक्स लाख में सर आप इधर आओ।
भाभी लोग इधर आओ, इधर इधर ओके ओके, इस तरफ आप ठीक रहो, हमारा बोलने उनके सामने रहो। मौलाना सईद मोहम्मद सत्तार रशीद अहमद बानीपुरी शेख नूरुल आलम कोलकाता। और डायमंड किधर और डायमंड नहीं इधर, डायमंड यस जिताइए तालियां, बुरा करो पिक्चर होने के लिए। शेखुस तो बैठ गया शेखुस कौन काम को ले सकते। टोटली प्रोग्रामका कोअर्डिनेटर श्री कैलाश आर्यज्यूलाई आफ्नो शुभकामना मन्तव्य राख्दै आजको प्रोग्राम समाप्त भएको घोषणा पनि गर्न म हार्दिक अनुरोध गर्दै म पनि अब यो माइक्रोफोन कैलाश सरलाई जिम्मेवार दिँदै म पनि तपाईँहरूसँग बिदा हुन्छु र विशेष गरी आजका कार्यक्रम सञ्चालक हाम्रो रोजी केसीज्यू र राजेश खनेलज्यू उहाँलाई पनि विशेष धन्यवाद। बिहानदेखि अहिलेसम्म आफ्नो कार्य व्यस्तता भनौँ यथावा डिएक्सएनले आयोजना गरेको कार्यक्रममा यहाँहरूले विभिन्न ठाउँबाट उपस्थिति जनाएर हामीले आयोजना गरेको कार्यक्रममा बिहानदेखि अन्तिम समयसम्म बसेर ठुलो सहयोग गर्नुभएको छ। फेरि पनि दसैँलाई बाई बाई गरिरहेका छौँ र जाँदा जाँदै दसैँको यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना दिँदै यहाँहरूले आँटेका चालेका पाइलाहरू सफलताको शिखरसम्म पुगुन् र अर्को पटक आउँदा यहाँहरूले पक्कै पनि डिएक्सएनबाट यसै गरी स्टार डायमन्ड हुनुहोला भन्दै धेरै शुभकामना दिँदै सम्पूर्णलाई विशेष धन्यवाद दिँदै आजको कार्यक्रम समाप्त रहेको घोषणा गर्न चाहन्छु। धन्यवाद।